जेठाले बिहा गरेपछि होइन त्यो जेठी नै मैला सैला कान्छा सबैसँग त्यही बस्नुपर्ने हुन्छ। किन भन्दाखेरि चाहिँ त्यो जेठी चाहिँ त्यहाँ सम्पत्तिको हकदार जेठी भाउजू हुन्छ क्या। अब हामी जहाँ जुन समाजमा छौँ यो समाजमा स्त्रीहरू यस्तो बेलामा यस्तो ठाउँमा आइपुग्नु भएको छ कि एकजना पति पनि नराख्ने होइन, अथवा शुक्रकिट बरो गर्न पाइन्छ, म शुक्रकिट बरो गर्छु, बच्चै जन्माउनु परे पनि म यसरी बच्चा जन्माउँछु, अथवा बच्चै जन्माउँदिनँ म यसरी जीवन काट्छु भन्ने ठाउँमा हुनुहुन्छ धेरै स्त्रीहरू अहिले। अब यही देशको अर्को समाज छ जहाँ 5 वटा पति होइन, अथवा घरभरिका जति दाजुभाइ भए त्यति दाजुभाइ पति राखेर बस्ने परिवार पनि हुनुहुन्छ होइन। त्यही समाज पनि यही ठाउँमा छ। सन्तान जेठा महिला जसको भयो भने त्यो चाहिँ फेरि उहाँ जेठोलाई मात्रै बुवा अरू सबैलाई काका, बुवा महिला कान्छाले चाहिँ काका नै भन्छ। कान्छाकै बच्चा भए पनि काका नै भन्छ। द्रौपदीको 5 पाण्डव 5 पति थिए अरे भन्दा होइन, यस्तो सुन्दा पनि कथा सुन्दा पनि अरे कसरी बसेको होला भन्ने हुन्थ्यो। हामी हाम्रै आँखाले हाम्रै परिवारमा हाम्रै समाजमा देख्दैछौँ। बाहिर घर बनाउँ भने अब जग्गाहरू छैन, त्यही घरमा चाहिँ अर्को चुला अर्को चुला अर्को चुला होइन। अब फेरि त्यो 5 जनाको सन्तान कति धेरै होला होइन। अनि बढाबढी अब त्यहाँ तल के अनि त्यहाँ चाहिँ भोकमरी हुन्छ अरे क्या। विवाह चाहिँ गर्दैनन्, बच्चा चाहिँ जन्माउँछन्। त्यसले त्यो बच्चालाई टिमा भन्छ। को हुन्छ त्यो 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 शारीरिक सम्बन्धमा राख्न आउने चाहिँ को हुन्छ? त्यही 5 भाइ दाजुभाइ मध्ये त्यसैभित्र हुन्छ। त्यसले मलाई माया गर्दैन। किन दाजु माया गर्दैन? कसलाई गर्छ त? कतिजना हुनुहुन्छ तपाईँहरू भनेको? 5 जना। कसलाई गर्छ त भनेको? कान्छो भाइ छ, सबभन्दा यङ छ, ऊ विदेश छ, त्यही भएर उसलाई माया गर्छ उसले। किन त्यसो? ऊ बलियो छ, उसले सबै थोक ल्याइदिन्छ। हाजीमा तपाईँको चाहिँ आजभन्दा हजारौँ वर्ष अगाडि 84वटा घरहरू थियो। अहिले नि 84वटै घर छ होइन। एउटा घर बढेको पनि छैन, एउटा घर घटेको पनि छैन, छुट्टिँदैन। सायद हामीले छुट्टै विवाह गरेको भए हाम्रो भातृत्व प्रेम दाजुभाइ बिचको सम्बन्ध यति स्ट्रङ हुँदैन थियो, प्रगाढ हुँदैन थियो। र हामीसँग एउटै मात्रै श्रीमती भागले हाम्रो दाजुभाइको सम्बन्ध छ, हाम्रो आत्मीयताको छ होइन। समाजमा एक्लिएर बसेका ती बिहा नभएकाहरू एकजना महिलाले 5 वटा ओगटेर बसेपछि अरू खाली भएका महिलाहरूमा पुग्छन् ती पुरुषहरू। एकजना गोठमा गयो भने अर्कोजना तिब्बततिर व्यापारतिर जाने, एउटा पढ्न गएको छ, एउटा विदेश छ, एउटा लामा छ भनेपछि त घरमा त्यो वर्ष को थियो? त्यसैको बच्चा हुने भयो। अनि यसकारण मलाई थाहा हुन्छ यो बच्चा कसको हो भनेर भन्नुभयो। बरु श्रीमान बाँड्न चाहने, श्रीमती बाँड्न चाहने, तर सम्पत्ति बाँड्न नचाहने। पोडकास्ट बिनु पोखरेलका साथमा। प्रियजन नमस्कार। यहाँले द्रौपदी भन्दा के बुझ्नुहुन्छ? कुन्तीको बुहारी कि 5 पाण्डव की पत्नी या अरू केही? खासमा नि द्रौपदी एक इतिहास हो जसले त्यो बेलाको समाज, त्यो बेलाको परिवार र मान्छेभित्रको त्यो मान्छे त्यसको चित्र तयार गर्छ। तर आज पनि द्रौपदी या बहुपति राख्ने संस्कृति कायम छ। त्यो पनि नेपालभित्रै भन्दा पत्याउनुहुन्छ? त्यहाँ भनिएको छ अर्जुनले जब द्रौपदीलाई स्वयम्वरबाट जितेर 5 भाइ साथैमा घर आए तब आमालाई यो कुरा लिएर आएका छौँ भनेर सुनाउन बाहिर आउनुहोस् त भन्दा कुन्तीले भित्रैबाट भनिन्, यत् किञ्चित लब्धाम पुत्रः तत् सर्वा सब भोक्ताम्यहम्। अर्थात् छोराहरू तिमीहरूले जे प्राप्त गरेका छौ, जे लिएर आएका छौ, त्यो सबैले बाँडेर उपभोग गर्नु। अनि त्यसपछि उनीहरू 5 जनाको लोग्नेको रूपमा उनी श्रीमती भए। तर नि आज पनि हाम्रो देशमा बहुपति राख्ने संस्कृति जीवित छ र यो एकदमै खुसीका साथ जिरहेको पनि छ। हो, आज हामी कुरा गर्दैछौँ महाभारतकालीन त्यो अवस्थादेखि आजसम्म हाम्रै समाजमा चलिरहेको बहुपति प्रथाका बारेमा, जहाँ हामी बुझ्नेछौँ बिना पति स्वतन्त्र बस्न खोजिरहेका स्त्रीहरू र 5 पतिसँग पनि खुसी साथ जिरहेका महिलाहरूको मनोभाव। बिना पति बस्न चाहने शक्तिशाली छन् कि द्रौपदीहरू शक्तिशाली छन्? बिना पति बस्न चाहने स्त्रीहरू खुसी छन् कि द्रौपदीहरू खुसी छन्? अनि समूहमा श्रीमान हुँदाखेरि त्यो स्त्री या पुरुषमा कस्तो असर पर्छ? अनि आज एक पति पनि नकारिरहेका स्त्रीहरू र 5 या त्योभन्दा पनि धेरै पतिको बच्चा जन्माएर बसेका स्त्रीहरूमा चाहिँ के फरक छ? यिनै प्रश्नहरूको जवाफ खोजेका छौँ अथवा यिनै प्रश्नहरूमा संवाद गरेका छौँ आज हामीले यो पडकास्टमा।
आजको संवाद साँच्चै रोचक छ यसकारण किनकि आज यो संवादमा हुनुहुन्छ नेपालको उपल्लो भेगमा त्यही आबोहवामा बसेर त्यहाँको रहनसहन, खानपान, संस्कृति, वेशभूषा, त्यहाँको समाजको अध्ययन गर्न खटिनु भएको समाजका अध्येता दिल विक्रम आङदाम्बे। दिल विक्रम युवा समाज अध्येता मात्रै हुनुहुन्न, उहाँले त्यही मनले समाजलाई पनि अध्ययन गर्नुभएको छ। त्यसैले यो कुनै किताब होइन, यो सिधै समाजको अध्ययन। त्यसैले नि आजको यो संवादमा हिउँको चिसोभित्रको न्यानो बनाउन प्रयोग गरिने त्यहाँको कपडा, संस्कृति, कला, त्यसै अनुसार तयार भएको मनोभावदेखि आजको ग्लोबलाइजेसनको गर्मीले उदाङ्गिएको मनोभाव, दुई धारको त्यो जोडन बिन्दु खोजेका छौँ हामीले यो संवादमा। सिधै भन्दा आजको स्वतन्त्र हुनका लागि हजुर म बन्नलाई पछाडिको पुस्ताले भोगेको त्यो दुनियाँ बुझ्न यो संवाद नछुटाउनु। दिलजी, यो सम्यक संवादमा अब हजुर त सोसियोलोजी, एन्थ्रोपोलोजी होइन, एक ठाउँको मात्रै होइन, काठमाडौँ उपत्यका, त्यहाँबाट आफै हजुर हिमालतिर, त्योभन्दा पनि नेपालका विभिन्न ठाउँमा हिमाली भेगमा पुगेर अध्ययन गर्दै हुन्छ। आज म एकदमै एक्साइटेड छु यो समाज होइन, यो कसरी विकास भयो भनेर। सबभन्दा पहिला त हजुरलाई यो सम्यक संवादमा हार्दिक स्वागत छ। यहाँले मलाई यहाँसम्म इन्भाइटेसन गर्नुभयो, यहाँलाई पनि धन्यवाद। थ्याङ्क यू सो मच। मलाई सुरुचोटि नै हजुरसँग भेट हुँदाखेरि हामी एउटा लोकवार्ताको होइन एउटा संवादमा भेटेका थियौँ। त्यतिखेरै हजुरको त्यो प्रेजेन्टेसन ओहो होइन, अनि त्यसपछि जब हामी जोड्यौँ त्यसपछि त हजुरले हिमालमा बसेको, हिउँ पर्दै गरेको होइन, यता गएँ फलानु जातिहरूसँग, फलानु चिजसँग धेरै अध्ययन छ। थ्याङ्क यू। सबभन्दा सुरुमा नि अब हजुर हिमालतिर बस्नुभयो भनेपछि हामीलाई आज हामी बढी केन्द्रित आज हामी बहुपति प्रथासँग हुन्छौँ होइन, किनभने हिमालतिर एउटा यस्तो प्रथा छ जो संसार होइन लिड भएर कहाँ पुगिसक्यो, तर त्यो प्रथा त्यहीँको त्यहीँ छ। किन छ, कसरी छ हेर्छौँ। सुरुमा चाहिँ हामी सबै हेर्छौँ, त्यहाँको रहनसहन हेर्छौँ, खानपान हेर्छौँ, त्यहाँको र यहाँको तुलना गरेर पनि हेर्छौँ। मैले प्रश्न गरिनँ भने पनि म हजुरबाट होइन त्यो चिज पाउने अपेक्षा गर्छु। सुरुमा चाहिँ अब हिमाल त्यत्रो बस्नुभयो, आज पनि हिमाली भेगमा भएको त्यो बहुपति प्रथा, सबभन्दा पहिला बहुपति भनेकै के हो, यो प्रथा के हो? यो बहुपति भनेको चाहिँ एकजना महिलाले होइन एकभन्दा बढी, दुईभन्दा बढी श्रीमान राख्न पाउने अथवा श्रीमानसँग बिहे गर्ने होइन, यसलाई चाहिँ बहुपति प्रथा भनेर भनिन्छ। हजुर। अनि अब यो कुन टेरिटोरीमा छ हामीले? हजुर, खास गरी यो चाहिँ नेपालको होइन पूर्वदेखि पश्चिमसम्म नै होइन, हिमाली भेगको सबैतिर, पूर्व ताप्लेजुङ, शङ्खसभा, अनि यो सोलुखुम्बु, मुस्ताङ सबैतिर छ है। अनि त्यसपछि हुम्ला, एक सबै ठाउँमा छ। त अब धेरै थोरै हो होइन, पूर्वतिर अलिक कमी होला होइन, पश्चिमतिर अलिक बढी होला होइन। कुनै ठाउँमा उहाँहरू खुलेर आउनुहुन्छ विभिन्न कारणले, कुनै ठाउँमा उहाँहरू खुल्नु सक्नु भएको छैन होइन, फरक त्यति नै हो। तर छन चाहिँ छ, धेरै थोरै छ। अब मलाई जान्न मन लागेको, हाम्रो त कस्तो छुट्टिएको देश छ होइन, हिमाली भेग, पहाडी भेग अनि तराई भेग छ हाम्रो देश होइन, यो साँच्चै संसारकै अनौठो देश। त्यसमा हिमालमा धेरै भोटिया समुदायहरू हुनुहुन्छ, भोट बर्मेली होइन। पहाडमा बाहुन क्षेत्रीहरू, अब त्यो राई लिम्बूहरू ज्यादा हुनुभयो। तराई आइसकेपछि आर्य समुदायको ज्यादा हुनुहुन्छ होइन, यो प्रष्ट देखिन्छ। अब हिमालको बसोबासो भनेको जहिले भोट बर्मेली समुदायहरूको छ भनेपछि बहुपति प्रथा पनि उहाँहरूसँगै धेरै भएको हो उहिलेदेखि आजसम्म, के हो त्यो सुनौ न। यो चाहिँ खास गरी अब हामीले अघि हजुरले भनिहाल्नुभयो होइन, हिमालतिर चाहिँ यो लामा समुदाय जसले भोटिया मुली समुदाय भनिन्छ होइन, अब त्यो क्षेत्रका समुदायमा चाहिँ यो बहुपति प्रथा भेटिन्छ। यसको खास कारण के हो भन्दाखेरि चाहिँ यो चाहिँ टिबेटियन प्रथा जस्तो लाग्छ मलाई चाहिँ होइन, किनभने अब यो नेपालको यो हिमाली एरियासँग त टिबेट जोडिएको छ नि त, अनि टिबेट अहिले पो हामी सिमाना पारी भनेर छुट्यौँ, पहिला यो त्यो भोट क्षेत्रमै थियो होइन।
सबैभन्दा पहिला चाहिँ त्यो क्षेत्रमा त्यो नै धेरै यो बहुपति प्रथाहरू भेटिन्छ लामा समुदाय अथवा भोटिया समुदायमा होइन। अब त्यो चाहिँ किन त्यसरी भयो होइन, किन उहाँहरूमा चाहिँ यो बहुपति प्रथाहरू जसले चाहिँ पोलिएन्ड्री पोलिगामी भनिन्छ अङ्ग्रेजीमा होइन। अब चाहिँ यता हाम्रोतिर पनि अब चाहिँ एउटा होइन एउटा पुरुषले 2जना 3जना बिहा गर्नु त छ नि त, त्योभन्दा धेरै 12 राखेको पनि देखेकै हो होइन। तर माथि हिमालतिर चाहिँ किन यसरी भयो भन्दा सबैभन्दा पहिला चाहिँ हामीले चाहिँ के बुझ्नु जरुरी छ भन्दाखेरि चाहिँ त्यहाँको भूगोल होइन, त्यहाँको वातावरण होइन, र त्यहाँको यो चाहिँ भनौँ न त्यहाँको उब्जाउ जो हामी जमिनसँगका चाहिँ जोडिन्छ होइन। अब तिब्बततिर चाहिँ कस्तो पनि पहिला चाहिँ अहिले पनि तिब्बत त एज अ मरुभूमि हो नि त होइन, त्यहाँ कम उब्जाउ हुन्छ होइन। अब अहिले त विकास धेरै त्यो फड्को चेन्ज भयो होला होइन, चाइनाले तिब्बत लिएपछि। तर त्योभन्दा पहिले त्यहाँ हेऱ्यौँ तिब्बत त एज अ मरुभूमि हो होइन, त्यहाँ कम उब्जाउ हुने अब फर्टाइल्यान्डहरू अब उब्जाउ त्यो उर्वरा उत्पादन हुने जमिनहरू एकदम कम हुन्थ्यो होला, र अब थोरै जमिनले थोरै उब्जाउले पनि त्यहाँ बाँच्नु पर्थ्यो होला होइन। त्यसले गर्दा चाहिँ अब होइन अब बहुपति प्रथाहरू चाहिँ त्यसरी सुरु भएका, त्यहाँ चाहिँ त्यो संस्कृति त्यसरी भएका भन्ने चाहिँ देखिन्छ। र म आफै पनि एउटा चाहिँ म एज अ मानवशास्त्रको विद्यार्थी भएको नाताले होइन, हाम्रो मानवशास्त्रीहरूले पनि यो कुराहरू चाहिँ उहाँहरूले पनि त्यो भन्नुभएको छ क्या। यो संस्कृति आज हामी संस्कृतिमा अलिक गइरहेको छ, अब जाने नै छौँ संस्कृतिप्रति होइन। म अलिक हजुरले थोरै डिमान्ड के गरौँ भन्दाखेरि संस्कृति चाहिँ कसरी निर्माण हुन्छ भन्दाखेरि नि, जस्तै एउटा मानवशास्त्री एउटा जुलियन स्टेटवर्ड भन्ने एकजना एन्थ्रोपोलोजिस्ट हुन्छ, उहाँले के थ्योरी निर्माण गर्नुभएको छ भने संस्कृति चाहिँ त्यहाँको भूगोल त्यहाँको वातावरण त्यहाँको पर्यावरण अनुसार चाहिँ संस्कृति निर्माण हुन्छ होइन। अब यसरी हेर्दाखेरि चाहिँ अब तिब्बततिर पनि कसरी यो बहुपति प्रथा पनि त संस्कृति हो नि, कसरी निर्माण भयो भन्दाखेरि चाहिँ त्यहाँ चाहिँ अब भूगोल पनि एकदम होइन, अब एक किसिमको अघि भने नि एज होइन कम होइन धेरै उत्पादन कम हुने, अनि यस्तो जमिन भएकाले हिउँ झ्यापै बस्ने, अनि 7-7 महिनासम्म हिउँ पग्लेर गएन होइन, नगएपछि त उनीहरू भित्तामा बस्नु पर्यो, भित्तामा बसेपछि उब्जाउ पनि कम भयो, ठाउँ पनि कम भयो घर बनाउने। अनि फेरि कस्तो भने यो तिब्बतमा मात्रै होइन, नेपालकै जुन अहिले हामी नेपालको कुरा गर्छौँ, नेपालको हिमाली भेगको यो म चाहिँ यो धेरै अहिले यो बहुपति विवाह गर्ने परम्परा संस्कृति भएको चाहिँ यो हुम्ला क्षेत्रमा हो होइन। र सौभाग्यवश म हुम्ला पनि 3 महिना घुम्ने अवसर पाएको थिएँ होइन। अनि जुन जहाँ त्यो बहुपति प्रथाको जुन छ अहिले पनि, र त्यही गाउँमा मैले घुम्ने अवसर पाएको थिएँ। र त्यसरी हेर्दाखेरि हुम्लाको अब त्यो हुम्लाको अब तल्लो अथवा त्यो मध्य हुम्ला र माथिल्लो हुम्लाको पनि अब होइन तल्लो बिचको माथि हुन्छ नि। अब हुम्लाको अहिले चाहिँ यो सिमीकोट गाउँपालिका जो चाहिँ मध्य भागमा पर्छ, लामा समुदायको बस्ती, त्यहाँ चाहिँ बडगाउँ ब्रम्से तोर्पा लिमाटाङ हुटी भन्ने गाउँहरू चाहिँ त्यो बिच भागमा चाहिँ अहिले हामी हुम्लाको सदरमुकाम सिमीकोट भन्छौँ नि, सिमीकोटको आसपासमा चाहिँ त्यो लामा बस्तीहरू त्यहाँ पनि भेटिन्छ होइन। र त्यहाँदेखि माथि यो लिमी उपत्यका, लिमी भ्याली भन्छ, लिमी उपत्यका होइन, त्यो लिमी उपत्यकाभित्र चाहिँ त्यसलाई चाहिँ अहिले चाहिँ यो नामखा गाउँपालिका बनाएको छ। त्यो चाहिँ यो विष्णु लामा हुनुहुन्छ हैन अध्यक्ष। हुम्लाको यो सिमीकोटदेखि धेरै 3-4 दिनको बाटो हिँड्नुपर्छ माथि होइन। र त्यो नामका लिमी, त्यसलाई लिमी उपत्यका भन्छ, त्यसलाई चाहिँ अहिले चाहिँ नामखा गाउँपालिका बनाएको छ होइन। त्यो लिमी उपत्यकाभित्र चाहिँ जम्मा 3टा मात्र गाउँ छ त्यहाँ है। तिल हाल्जी, हजुर जानु होइन, ओके मैले तिल हाल्जी र जाङ होइन। अनि त्यसमध्ये चाहिँ अब तिनीहरू पनि हेर्दाखेरि त्यो होइन त्यो के अरे त्यहाँको उनीहरूको बस्ती हेर्दा चाहिँ त्यो जाङ अनि तिल अनि हाल्जी त एकदम छुट्टै ठाउँमा छ नि त होइन। अनि अब त्यहाँ चाहिँ बिचमा त झन् झन् धेरै समय हिँड्नु त्यो किन्ने छ नि त होइन। र उहाँहरू अब त्यहाँका मान्छेहरू चाहिँ कति दिन तल सिमीकोट झर्नुपर्छ नि त त्यहाँका होइन। अब पहिला त अब यो बाटो समस्या थियो होला होइन। अब त्यो बेला चाहिँ अब माथि त्यो लिमीकै कुरा गर्नु चाहिँ लिमीका त्यहाँको लामा समुदायहरू चाहिँ तल सदरमुकाममा अरू तल्लो भेगमा जानु धेरै गाह्रो थियो। र ती उत्पादन भएका होइन अन्न बालीहरूले धान्नु पर्थ्यो होला होइन, थोरा अन्न बाली धान्नु पर्थ्यो। त्यो धान्दाखेरि चाहिँ अब त्यही अन्न बालीले चाहिँ अब वर्षौँभरि पुग्नुको लागि त अब अर्को बिहा गरेर होइन, अब एउटा घरमा 3-4 भई दाजुभाइ भए पनि 4-5 जना बिहा गरेपछि त सङ्ख्या बढ्दै होइन, जनसङ्ख्या बढ्दै त्यो भूमिले धान्नु गाह्रो हुन्थ्यो होला। त्यसले गर्दाखेरि पनि
त्यहाँको भूमि, त्यहाँको माटो, होइन, त्यहाँको उब्जाउ जुन उर्वरा शक्ति हुन्छ नि, उत्पादन भएका अन्न बालीसँग चाहिँ वर्षभरि आफूलाई एडजस्ट हुनुको लागि पनि यो बहुपति प्रथाहरू चाहिँ निरन्तरता दिएको जस्तो लाग्छ क्या मलाई चाहिँ। त्यसले गर्दा चाहिँ अब धेरै चाहिँ अहिले पनि हेर्दाखेरि चाहिँ त्यो माथि लिमी भ्यालीमा चाहिँ अहिले पनि एकदम धेरै त्यो बहुपति प्रथाहरू चाहिँ अहिले पनि प्र्याक्टिसमा ल्याउँदै आएका देखिन्छ है। म थोरै अनुभव सुनाऊ। हामीलाई जाँदै गर्दा त जाङमा बाटैमा रोकेर त्यो रात त्यहाँ सुत्यौँ होइन। बगरमा बिच बगरमा एउटा घर रहेछ, अनि त्यो चाहिँ बजार लाग्छ अरे, अनि त्यहाँ सुत्न दिनुभयो। बेलुका सुत्यौँ, अनि बिहान उठ्दाखेरि छुट्टै अनुभव छ मेरो, एकदम त्यो एनलाइट फिल भएको। अनि उठेर मलाई त्यहाँको श्रीमतीले चाहिँ 3 बजी उठ्नु हुँदो रहेछ, अरू श्रीमानहरू सुतिरहनु भएको छ होइन, 3जना चाहिँ घरमा हुनुहुन्थ्यो। अनि उठेर मोही पार्नुभयो यत्रो ठुलो उसमा, कस्तो एकछिन पार्न खोजेको के सक्नु मैले। अनि बिहान उठेर आगोमा बसिरहनु भयो। उहाँ चाहिँ माइलो छोरो हुनुहुँदो रहेछ, बसिरहनु भयो। दाइ किन यस्तो झोक्राएर बस्नुभएको, रातिदेखि उठेर दिदीले काम गरिराख्नु भएको छ। अनि उहाँ अलि बढी नेपाली बुझ्ने। अनि किन भनेको, होइन त्यसले मलाई माया गर्दैन। किन दाजु माया गर्दैन, कसलाई गर्छ त, कतिजना हुनुहुन्छ तपाईँहरू भनेको 5 जना, कसलाई गर्छ त भनेको, कान्छो भाइ छ, सबभन्दा यङ छ, ऊ विदेश छ, त्यही भएर उसलाई माया गर्छ उसले। किन त्यसो, ऊ बलियो छ, उसले सबै थोक ल्याइदिन्छ भनेको। खुसी त छैनन् तिनीहरू पनि होइन, त्यो बाध्यता छ। त्यो चाहिँ उहाँको वाइफको कुरा हो, त्यो श्रीमतीको कुरा चाहिँ श्रीमानले भन्नुभएको। त्यो माइलो श्रीमान चाहिँ उहाँ होइन पछि सँगै फोटो खिचौँ न भन्दा पनि मान्नु भएन। मैले खिच्न त खिचेको छु तर एकदम करमा होइन, मतलब उहाँ एकदम दुखिनु भएको थियो। श्रीमतीसँग उहाँको मतलब गुनासो थियो एकदम धेरै। मैले पछि उहाँलाई सुनाएँ पनि, हाँस्नुभयो, केही भन्नु भएन होइन। भनेको खुसीले बसेको त होइन, त्यो बाध्यता छ कतै कतै होइन। र अर्को मैले के पनि देखेँ भने त्यहाँ चाहिँ विवाह चाहिँ साह्रै महँगो उहाँहरूको, 2-3 दिन लाएर गर्ने विवाह हुँदो रहेछ। माग्न जाँदा पनि हाम्रो विवाह जत्तिकै ठुलो होइन। अनि फेरि अर्को मलाई अहिले नाम आएन के गर्ने भनिदो रहेछ, दोस्रोचोटि जाने, तेस्रोचोटिमा मात्रै विवाह लिएर आउँदा पनि हरेक गाउँका हरेक मान्छेलाई होइन त सगुन पुर्याउनु पर्ने। त्यस्तो त अति नै खर्चिलो विवाह हुँदाखेरि पनि सायद होला त्यो एउटा मात्रै विवाह परिवारको गर्ने होइन। त्यो सुनेको भन्छ छक्कबहादुर दाइले भन्नुभयो, किनभने दाइसँगै गएको म त्यहाँ बसेँ। अनि त्यो भएर अरू मलाई अब यो जुन हजुरले भन्नुभयो नि, हजुर जस्तै सबै खुसी त नहुने रहेछ भन्ने कुरा भन्नुभयो होइन। सबभन्दा पहिला चाहिँ हामीले बुझ्नुपर्ने के भन्दाखेरि चाहिँ जहिले पनि यो समाज र संस्कृति चाहिँ एक अर्कामा कन्ट्राडिक्सन हुँदो रहेछ होइन। समाज पनि छ, हामीले समाज पनि चाहिएको छ, समाजका लागि पनि बाँच्नु छ, अब संस्कृति पनि छ, त्यत्तिकै महत्त्वपूर्ण छ होइन। अब त्यो समाज अनि त्यो संस्कृति होइन र त्यहाँको भूगोल जुन अघि मैले भने नि होइन, अब 3टा कुराको चाहिँ यो कनेक्सन देखिन्छ। र त्यसमा चाहिँ कतिको चाहिँ हाम्रो त्यसले चाहिँ सकारात्मक पनि प्रभाव पारेको छ, नकारात्मक प्रभाव पारेको छ। अघि त्यो महिला भाइ जुन महिला खुसी छैन भने त्यो त नकारात्मक प्रभाव हो नि त होइन। तैपनि उहाँले खुलेर भन्नु सक्नु भएको छैन नि, किनभने समाज छ नि त होइन। अब यहाँ चाहिँ खास मेरो अनुमानमा चाहिँ कस्तो, मेरो उसमा चाहिँ के लाग्छ भने जहिले पनि यो होइन, या जब मानवशास्त्रीले चाहिँ के भन्छ भने समाज होइन, समाज चाहिँ त्यहाँको भूगोल, त्यहाँको इन्भाइरोमेन्ट हरेक कुराले चाहिँ समाज होइन संस्कृति निर्माण हुन्छ। र संस्कृतिसँगै त्यो समाज पनि बनिएको हुन्छ होइन। र कतिवटा समाजको मूल्य मान्यताभित्र पनि रहनुपर्ने हुन्छ, त्यो रहेन भने फेरि समाज भाँडिने सम्भावना पनि हुन्छ होइन। अब अघि हजुरले भनेपछि अब त्यहाँ चाहिँ जस्तै अब म आज हामी धेरै हिमालतिर नै फोकसिङ हुन्छौँ होइन। हिमाली समुदायमा अहिले पनि तपाईँको चाहिँ यो होइन हाउ टु पैसा कसरी कमाउने होइन, पैसा नै देउता हो, पैसै सब थोक हो होइन। पैसा भन्दा अरू केही पनि होइन भन्ने चाहिँ अहिले पनि छ नि त। व्यापार गर्नुपर्छ, पैसा धेरै कमाउनुपर्छ भन्ने अहिले पनि उहाँहरूको मानसिकता हो नि। त्यो मानसिकता किन यसरी भयो हिमाली समुदाय भन्दाखेरि चाहिँ हिमालमा त यस्तो यता पहाड तल्लो भेग जस्तो उब्जाउ हुँदैन नि, यहाँ त पैसा नै बाँच्नु लागि त पैसै रहेछ भन्ने चाहिँ उहाँहरूमा जीवन र पैसा जोडेको छ नि त। त्यसले गर्दा चाहिँ अब त्यसरी नै संस्कृतिले बन्दै गएका हुन्छ है। जस्तै अब त्यो अघि त्यो हजुरले भन्नुभयो नि, जस्तै त्यहाँ चाहिँ कस्तो भने अब त्यो बहुपति प्रथाभित्र चाहिँ त्यो के अरे त्यहाँको बाँच्नको लागि चाहिँ होइन, त्यहाँ चाहिँ होइन एडजस्ट हुनुको लागि, त्यहाँको भूमिमा बाँच्नको लागि चाहिँ उहाँले बहुपति प्रथा जस्तो चाहिँ संस्कृति र चाहिँ बनाउँदै जानुभयो अथवा निर्माण हुँदै गयो होइन। अब बहुपति प्रथाभित्र पनि त अघि हजुरले भन्नुभयो नि होइन, जस्तै त्यहाँ सबै कुरा त खुसी हुन नि। फेरि त्यहाँ चाहिँ अर्को हजुरले के रिमाइन्ड गरौँ भन्दाखेरि चाहिँ
बहुपति प्रथाभित्र चाहिँ भाउजू जेठी हुन्छ नि, त्यो जेठाले बिहा गरेपछि होइन त्यो जेठी नै माइला साइला कान्छा सबैसँग त्यही बस्नुपर्ने हुन्छ। किन भन्दाखेरि चाहिँ त्यो जेठी चाहिँ त्यहाँ सम्पत्तिको हकदार जेठी भाउजू हुन्छ क्या, त्यहाँको है सबैभन्दा घरको मुरी चाहिँ जेठी भाउजू हुन्छ है। र त्यो जेठी भाउजू चाहिँ तपाईँ सम्पत्तिको हकदार, किनभने अब भाइहरू चाहिँ होइन अब कोही कहाँ अब होइन अब जाने, कोही कमाउनु जाने, कोही भेडीकोटमाथि टिबेटतिर जाने व्यापार गर्नु, कोही तलतिर जाने, कोही कहाँ जाने होइन, सबैले चाहिँ ल्याएर चाहिँ तपाईँको चाहिँ भाउजूलाई दिने होइन। किनभने भाउजू चाहिँ हकदार हुन्छ नि त त्यहाँ सम्पत्तिको होइन। हकदार भइसके पछाडि अब त्यही भाउजूले गर्दा नै सबै उहाँले चाहिँ त्यो हकदार भएकोले गर्दा पनि त्यो घर चाहिँ होइन अब एज अ सेपरेसन नभएर घर त अब मिलेर बसेको छ नि होइन। अब त्यसमा भित्र चाहिँ अब केही कुराहरू महिला कान्छा कति कुराहरू चाहिँ उहाँहरूको गुनासो, उहाँहरूको चाहिँ होइन अब असन्तुष्टि कुराहरू पनि होला होइन। तर त्यो असन्तुष्टि कुराहरू उहाँहरू असन्तुष्टि हुँदै गर्दाखेरि फेरि उहाँहरू चाहिँ त्यहाँबाट छुट्टिनु भयो भने चाहिँ फेरि त्यो घर त भाँडिने पो नि त। किनभने महिला छुटेपछि महिलाले कमाएको सम्पत्ति त्यो नआउने भयो होइन। कान्छा छुटेपछि कान्छा असन्तुष्टि भएपछि कान्छाको त त्यहाँ नआउने भयो, सम्पत्ति त्यहाँ नआउने भएपछि उहाँहरू चाहिँ अलिकति आर्थिक रूपमा चाहिँ कमजोरी हुनुभयो, उहाँले बाँच्नु पनि गाह्रो हुन्छ होला होइन। त्यसले गर्दा चाहिँ अब त्यो चाहिँ जेठी भाउजूले सबैले चाहिँ होइन अब त्यो कन्ट्रोल गर्ने भएकाले चाहिँ जेठी भाउजू चाहिँ त्यहाँको मूल्य हुन्छ होइन। अनि तपाईँको चाहिँ त्यस पछाडि अनि चाहिँ अब कान्छा महिला अरूहरू चाहिँ अलिक त्यसरी हुन्छ। अनि त्यहाँको अर्को चाहिँ के भने अब सन्तानको कुरा पनि हुन्छ फेरि होइन। सन्तानमा चाहिँ अब जेठा सँगसँगै बसेपछि चाहिँ अब के अरे छोराछोरीहरूले पनि के अरे जेठाले नै बा भन्छन्, बुवा चाहिँ जेठाले भन्छन् होइन। अनि महिला साइला कान्छालाई चाहिँ फेरि उहाँले काका नै भन्छन् है। त्यसो हो, बुवा चाहिँ के अरे चाहिँ भन्नुहुन्न होइन, काका नै भन्नुहुन्छ। सन्तान जेठा महिला जसको भयो भने त्यो चाहिँ फेरि उहाँ जेठोलाई मात्रै बुवा, जेठोलाई चाहिँ बुवा, महिला साइ कान्छाले चाहिँ काका नै भन्छ। कान्छाकै बच्चा भए पनि काका नै भन्छ, काका नै हो होइन। अब त्यसमा के अरे चाहिँ अब जेठी आमा भइ नै हाल्यो होइन। अनि आमा त आमा, अब त्यस कसको सन्तान भन्ने कुरा चाहिँ फेरि त्यो आमाले निर्धारण गर्ने क्या, यो चाहिँ महिलाको यो चाहिँ कान्छाको भन्ने चाहिँ सन्तान चाहिँ कसरी थाहा हुन्छ त्यो होइन। त्यो चाहिँ अब आमाले अब त्यो चाहिँ कसै त्यो भगवान् होइन त्यहाँ चाहिँ के भन्नु हुँदै थियो भने त्यो चाहिँ कस्तो भने अब भगवान् भरोसा हुँदैन। अब आमा नै आमा, अब आमा त लाइक द मुली हुन्छ नि त होइन। अब आमाले चाहिँ यो चाहिँ महिलाको कान्छा उहाँ चाहिँ भाग लाउने काम हो होइन। नत्र हुन त प्रायः उहाँहरू चाहिँ अब त्यो प्रायः अधिकार, किनभने अब जेठीलाई चाहिँ जेठी सबैभन्दा घरमा जेठीलाई चाहिँ माग्रै बिहा गरेको हुन्छ नि होइन। माग्र बिहा गर्दाखेरि ऊ चाहिँ अब सम्पत्तिको हकदार त हुने भइ नै हाल्यो होइन। अर्को कुरा चाहिँ माग्दाखेरि चाहिँ यो लामो शब्दमा के हुन्छ भने उनीहरूको चाहिँ केला कुल भन्छ। हामी बिहा गर्दाखेरि चाहिँ कुललाई पितृलाई मागेर गइन्छ नि। एउटा महिला चाहिँ अर्को घरमा जाँदाखेरि चाहिँ उसको त आफ्नो माइती घरको देउता त त्यागेरै आएका हुन्छन् त, यता अर्को कुलमा जानु पर्यो होइन। अर्को कुलमा जाँदाखेरि चाहिँ त्यो महिलाले चाहिँ आफ्नो माइतीको कुल देउताले माफी मागेर अर्को कुलमा ऊ मिसिएको हुन्छ होइन। त्यसले चाहिँ ऊ चाहिँ अब के हुन्छ भने देउता पनि उसैको हुन्छ होइन। अब कुल अब अर्को यता अब एज अ घरमा आइसकेपछि यता छोरा होइन बिहा गरेर त्यो महिला आइसकेपछि त महिलाको देउताको कुलमा त ऊ चढ्ने हो नि त, त्यो बुवा त्यो जेठी होइन, जेठी बुहारी। अनि ऊ चाहिँ अब देउताको पनि हकदार त्यहाँको हुने भयो होइन। अनि सम्पत्ति पनि हकदार हुने भयो होइन। त्यसको अधिकार चाहिँ त्यो जेठीले सबै अधिकार त्यहाँ चाहिँ उहाँले लिनुहुन्छ। अर्को त्यहाँ चाहिँ के छ भने अब महिला कान्छाले अघि हजुरले भन्नुभयो नि होइन, महिला कान्छाले सबै त जेठी भाउसँग बस्ने पनि त हुँदैन नि त होइन। कोही त विद्रोह सभाको हुन्छ। अब छक्कबहादुर लामा जो सांसद हुनुहुन्थ्यो उहाँको कुरा गर्नु, उहाँहरू विद्रोह गरेर बाहिर निस्किनु भएको होइन। अब त्यहाँ चाहिँ विद्रोह गरेर बाहिर निस्क्यो भने चाहिँ के हुन्छ भने विद्रोह गरेर अझ महिलाले कान्छाले होइन अर्कै बिहा गर्यो भने चाहिँ उहाँहरूले चाहिँ सम्पत्तिको हकदार रहेन। त्यस कारण पनि उनीहरू छुटिएर जान सकेन। अर्को कुरा चाहिँ समाजले गर्दाखेरि चाहिँ त्यो अर्को बिहा गरेपछि चाहिँ उनीहरूले औपचारिक रूपमा उहाँहरू बिहा गर्नु पाउनुहुन्न होइन। उहाँहरू अब मागेर त बिहा गर्नु उहाँहरूको पक्कै हुँदैन होइन। किनभने उहाँ बहुपति प्रथाभन्दा अरू त्यहाँ त्यति प्राथमिकता मतलब त्यति औपचारिकता छैन होइन। अनि त्यो गरेपछि उहाँहरू चाहिँ अब अरू महिला कान्छाले आफ्नै मन खुसी बिहा गर्यो भने उनीहरू चाहिँ त्यो देउता आफ्नो कुलमा त त्यो यता कुल पितृमा त उहाँहरूले त त्यो इन्ट्री हुँदैन नि त होइन। कुल पितृमा त उहाँहरू आउनुहुन्न होइन। अनि फेरि उहाँहरू चाहिँ अब कुल पितृबाट आउट भएपछि उहाँहरूमा चाहिँ अलिक त्यहाँको हेरिटेज पनि अलिक फरक हुँदै जान्छ क्या। फेरि देउतामा नचढेको भन्ने पनि हुन्छ नि त होइन। त्यहाँ शुद्ध अवस्था हरेक कुराहरू पनि होला फेरि होइन। त्यस पछाडि उहाँहरू चाहिँ सम्पत्तिको हकदार नहुने त भइ नै हाल्यो होइन।
अनि त्यहाँबाट उहाँहरू चाहिँ कि काठमाडौँ आउनुहुन्छ अँ, कि सदरमुकाम जानुहुन्छ, त्यति गाउँ पनि बस्नुहुन्न, त्यो सामाजिक मूल्य मान्यताले गर्दाखेरि होइन। ओके। तर उहाँहरूलाई चाहिँ जस्तो अब अहिलेका त्यहाँका पढेका होइन युवाहरूलाई त यो प्रथा मानिरहन मन पनि लाग्दैन होला सायद होइन, जो बाहिर निस्किनु भएको हुनुहुन्छ। तर के कारण छन् कि बाहिर निस्किँदै भइहाल्यो नि त, त्यहाँ त उब्जाउ पनि कम हुन्छ होइन। अब तर के कारण छन् कि ऊ त्यही प्रथा मान्नको लागि तयार हुन्छ? एक त अंश छुटिँदैन होला, किनभने कहिलेदेखिको अंश छुट्टिएकै हुँदैन अरे एउटै होइन, त्यो एउटै कसैले अंश छुट्याएकै हुँदैन अरे होइन त, एउटा समस्या हुन्छ अरे। अरू के कुरा हुन्छ? होइन, एउटा त तपाईँको चाहिँ अब म हालजीमा 1 हप्ता बसेको थिएँ होइन, हजुर पनि जानुभयो होला त्यो लिम्बू हालजीमा। हालजीमा तपाईँको चाहिँ आजभन्दा हजारौँ वर्ष अगाडि 84वटा घरहरू थियो, अहिले नि 84वटै घर छ होइन। एउटा घर बढेको पनि छैन, एउटा घर घटेको पनि छैन, छुट्टिँदैन। त्यो चाहिँ तपाईँको त्यो बेला चाहिँ लामा चाहिँ माथि टिबेटबाट आउँदाखेरि चाहिँ लामाको चेलाहरू हुन्छ नि होइन, लामाको चेलाहरू 84वटा आएर त्यो लामासँगै चाहिँ चाइ नागाजुङ भन्ने एउटा के अरे लोजा रिन्जिन जाङ्बो भन्ने नामको एउटा लामा चाहिँ टिबेटबाट आउनुभयो होइन। आएर त्यो हुम्लाको लिमीमा त्यहाँ बस्नुभयो होइन। बसेपछि उहाँसँगै आएकाको त्यो चेलाहरू हुन्छ नि, आफ्नो शिष्यहरू आएर चाहिँ त्यो बेला 84वटा बनाएको घर चाहिँ अहिले पनि 84, त्यसलाई त्यहाँ चाहिँ ढ्वाङ भन्छ होइन। त्यो 84को 84, किनभने उहाँहरू एउटा छुट्टिनै हुन्न होइन, छुट्टिनु हुँदैन होइन। अनि उहाँहरू चाहिँ अब छुट्टिएकालाई चाहिँ हामी तल्लो भेगका मान्छेहरू चाहिँ टोप्याले भन्छ, टोप्याले भनेको चाहिँ टोपी टाले पनि भनेको टोपी लाउनेहरू पनि भन्छ। हामी तलका यो खसानहरू भन्छ नि, तल्लो रङ्बा भन्छ, खसान भन्छ, तल्लो भेगकामा चाहिँ टोप्याले भन्छ, टोपी लाउनेहरू पनि भन्छन् होइन। टोप्याले अथवा यो खसान संस्कृति भन्छ। यो खसान संस्कृति कस्तो भने अनि त्यहाँ के अरे चाहिँ अब तल्लो भेगमा यो छिप्रा ठेहे तल छन्, तल्लो गाउँ छ नि खसानतिर, त्यहाँ चाहिँ तल चाहिँ के गर्दो रहेछ भने के अरे सबैले आफ्नै बिहा गरेर एउटा गरेर 5जनाले 5जना बिहा गर्ने होइन। अनि छुट्टिएर बस्ने, अब जग्गा त त्यति जग्गा त माथि थोरै तल धेरै दिएको त हुँदैन, ठाउँ पनि अब अलिक हुम्ला त अलिक होइन, उब्जाउ त अलिक विकटै छ नि त होइन, अलिक बिग्र्नले अलिक कम उब्जाउ हुन्छ नि त होइन। अनि तल चाहिँ त्यो खसानहरू चाहिँ के गर्छ भने अब तल खसान संस्कृतिमा त फेरि यसरी बहुपति बिहा गर्ने संस्कृति पनि छैन, बहुपत्नी हुनसक्छ। त्यो बहुपतिले त्यो त्यति तल त स्वीकार्दैन नि त फेरि होइन, हिन्दू संस्कृति तल खसानमा होइन। अनि तल चाहिँ के गर्छ भने उहाँहरू तल भेगमा चाहिँ फाल्टोबाट बिहा गर्ने क्या, जस्तै घरमा 5 भयो भने 5जना बिहा गर्ने। 5जनाले चाहिँ अब एउटा घरमा पनि तपाईँको 5 चुल्हा त हुने पो नि त होइन। अब बाहिर घर बनाउनु भने अब जग्गाहरू छैन, त्यही घरमा चाहिँ अर्को चुल्हा होइन। अब फेरि त्यो 5जनाको सन्तान कति धेरै होला होइन। अनि बढ्यो अब त्यहाँ तल चाहिँ के, अनि त्यहाँ चाहिँ भोकमरी हुन्छ अरे क्या होइन। अब भोकमरी भएपछि अब उहाँहरू चाहिँ फेरि अब खानु त पर्यो, अब कहाँ जानु त्यो फेरि लामामा त्यो पोली बहुपति भएकैमा जानु पर्यो, किन बहुपति प्रथामा त बिहा त्यो लामा समुदाय त बहुपति विवाहले गर्दाखेरि उहाँहरू त धनी हुनुहुन्छ, सम्पत्ति सबै एकै ठाउँ छ होइन। त्यो भएपछि फेरि तलका त्यो चाहिँ तलकाहरू चाहिँ होइन, त्यो खसानहरू तलकाहरू चाहिँ फेरि क्षेत्रीय अब तलका छन्, उहाँहरू चाहिँ फेरि माथि गएर चाहिँ उहाँको ज्यालामतीले काम गर्ने, ज्यामी काम गर्ने, त्यहाँको सघाउने होइन। अनि त्यो चाहिँ फेरि उहाँहरूलाई त्यति ठिक लाग्दैन रहेछ क्या त्यो लामा समुदायको मान्छेलाई होइन, किनभने भोकमरी हुन्छ, भोकपोके हुन्छ होइन, हरेक किसिमका चाहिँ देखेर अनि हामीले यस्तो देख्नुभन्दा हाम्रो ठिक छ भन्ने चाहिँ उहाँहरूको चाहिँ त्यो मान्यता पनि त्यो रहेछ होइन। त्यसले पनि होला एउटा निरन्तरता दिएको। अर्को चाहिँ मैले अघि भने होइन, हाम्रो चाहिँ कस्तो हुन्छ भने जहिले पनि यो के अरे समाज होइन, संस्कृति र संस्कृतिसँगै त्यसको नर्म्स एन्ड भ्यालुजहरू हुन्छ नि, मूल्य मान्यताहरू, त्यो मूल्य मान्यता चाहिँ त्यो धेरै कुरा जोडिया हुन्छ है। मूल्य मान्यता कसरी जोडिन्छ भने तपाईँको समाज कसरी बनेको छ, मतलब त्यहाँको पहिला कुरा त त्यहाँको भूगोल होइन, त्यहाँको अब भूगोल, त्यहाँको इन्भाइरोमेन्ट, त्यहाँको इकोलोजी, हरेक कुरा हुन्छ नि त, त्यहाँको उब्जाउ शक्तिहरू होइन, त्योसँगै संस्कृति बन्छ अरे, त्यो संस्कृति अनुसारकै समाज पनि बन्छ अरे होइन। त्यो समाजले चाहिँ त्यहाँको हरेक त्यहाँको भूगोल, त्यहाँको वातावरण, त्यहाँको उब्जाउ हरेक कुरा सँगसँगैको उनीहरूको चाहिँ यो मूल्य मान्यता सोच्ने कुराहरू हुन्छ नि, त्यो मूल्य मान्यताहरू पनि त्यही अनुसारको चाहिँ विकास हुन्छ अरे होइन। अब त्यो मूल्य मान्यताहरूसँग चाहिँ अलिकति मुक्त हुनु, फेरि यो तपाईँ संस्कृति भन्नुलाई चाहिँ यस्तो हुँदो रहेछ कि ठ्याक्कै यसले चेन्ज पनि गर्नु तत्काल सकिँदैन होइन। समाजको यो मूल्य मान्यताहरू चाहिँ हामी जुन एउटा मूल्य मान्यता चाहिँ हामी गाँजेर आएको हुन्छौँ नि, त्यसले तत्काल त्यस कि त विद्रोह स्वभाव हुनु पऱ्यो होइन। अब बिस्तारै त यो धेरै कारणले यो घट्दै पनि जान्छ होला,
गएको पनि होला। अहिले त घट्दैन छ अलिअलि होइन, त्यो पनि अब ठाउँ अनुसार घटिरहेको छ, तलबी पनि धेरै घटिरहेको छ, माथि त अहिले पनि छ। यो चाहिँ अब तर अब तत्काल चाहिँ यो सामाजिक मूल्य मान्यता त्यहाँको होइन अबलाई चाहिँ तत्काल ठ्याक्कै गरेर चाहिँ बाहिर उम्किनु पनि नसकिँदो रहेछ। त्यसले गर्दा चाहिँ अब त्यो हुम्लामा चाहिँ अहिले पनि त्यो अघि हजुरले भने जस्तै त्यो त्यस्तो होइन बहुपति प्रथाहरू चाहिँ अहिले पनि त्यहाँ प्र्याक्टिसमा चाहिँ देखिन्छ होइन युवाहरूमा चाहिँ। अब अर्को कुरा चाहिँ के भने एउटा मैले देखेको चाहिँ त्यो डराउनुको कारण चाहिँ एउटा चाहिँ यो अघि भने सामाजिक मूल्य मान्यता छ नि, कसैले त्यो समाजको नियमलाई चाहिँ भङ्ग गर्यो भने सामाजिक रूपले हेर्ने दृष्टि अलिक फरक हुँदो रहेछ। त्यसै कारण त्योबाट बस्न पनि हुँदैन। एउटा हामीमा एउटा चाहिँ डिग्निटी त हुन्छ नि त होइन, एउटा चाहिँ मर्यादा डिग्निटी हुन्छ, आफ्नो उस पनि हुन्छ होइन, कोहीले पनि गिराउनु त मान्दैन नि त होइन। तर त्यसो भन्दाखेरि फेरि त्यसको नेगेटिभ कुराहरू म एउटा हजुरले एउटा उदाहरण दिएँ लिमीकै अलिक धेरै कुरा गरौँ होइन। लिमीमा चाहिँ तपाईँको चाहिँ त्यसरी चाहिँ तपाईँको चाहिँ के अरे यो बहुपति विवाह गरिरहँदाखेरि चाहिँ होइन त्यहाँ कति कुरा अघि पुरुषहरूको कुरा आयो होइन, त्यो हरेक कुराहरू होला। अब मैले पनि भेटेको थिएँ त्यो वर्गमा बनेकामा चाहिँ जेठी बाउसँग खुसी नभएकाहरू होइन, कोही लामा भएर गएकाहरू होइन पनि भेटेको थिएँ। अनि माथि लिमीतिर पनि महिलाहरू चाहिँ होइन कति यो बहुपति प्रथाले गर्दाखेरि अलिकति उहाँहरूलाई चाहिँ एउटा होइन अब नेगेटिभ असर परेकाहरू होइन पनि देखेको थिएँ। तर त्यति हुँदा पनि अझै पनि यो खुलेर उहाँहरूले भन्न सक्ने अवस्था चाहिँ छैन। अब होइन हुन त एकल परिवारमा पनि समस्या छ होइन, बहुपतिमा पनि छ होला, बहुपत्नीमा पनि होला होइन, अहिले एक्लै बस्नेको पनि छ, एकैजना श्रीमती बिहा गर्नेको पनि छ होइन, एकैजना श्रीमान राख्नेको पनि होला। तर यो अहिले हामीले अब जे कुरा गरिरहेका छौँ हामीले त महाभारत कालदेखि उहिले कहिलेदेखि हेर्दै आएको होइन, द्रौपदीको 5 पाण्डव 5 पति थिए अरे भन्दा होइन, यस्तो सुन्दा पनि कथा सुन्दा पनि अरे कसरी बसेको होला भन्ने हुन्थ्यो। हामी हाम्रै आँखाले हाम्रै परिवारमा हाम्रै समाजमा देख्दैछौँ त्यो परिवारमा चाहिँ पुरुषहरूलाई बढी भार हुँदो रहेछ कि महिलाहरूलाई बढी भार हुँदो रहेछ, के हुँदो रहेछ? यो एउटा चाहिँ हामी जतिसुकै उदारवादी कुरा गरे पनि अन्तिममा त अलिकति महिलाहरू चाहिँ यो जेन्डर लैङ्गिक होइन लैङ्गिक हिसाबले हेर्दा पनि अलिकति महिलाहरू चाहिँ हरेक कुरा मारमा चाहिँ परेको देखिन्छ है होइन। अब यसो भनिरहँदाखेरि चाहिँ यो बहुपति प्रथाले महिलाले मात्रै मार परेको भन्न त मिल्दैन, पुरुषै मार चाहिँ परेकै हो होइन। त्यसो भन्दा सबभन्दा पहिला चाहिँ उहाँले कसरी बुझ्नुहुन्छ भन्ने कुरा हो होइन। म एकपल्ट रोल्पा जाँदाखेरि चाहिँ एउटा चाहिँ लामा हुम्लाकै लामो चाहिँ उहाँ चाहिँ नेपालको चाहिँ एयरपोर्टमा चाहिँ हाम्रो भेट भयो होइन। हुम्लाकै उहाँ चाहिँ बहुपति परिवारकै हुन्छ। मैले उहाँले सोधेँ होइन, सोद्धाखेरि चाहिँ हुम्लाकै हुनुहुन्छ, सोद्धाखेरि चाहिँ उहाँले के भन्नु भने मैले आज के अरे म काठमाडौँबाट आएँ होइन, म चाहिँ माइलो हो होइन। अब के अरे जेठो चाहिँ काठमाडौँमा छ, म चाहिँ माइलो, अब कान्छा चाहिँ मेरो भाइ चाहिँ हुम्लादेखि यहाँ आएँ र मैले चाहिँ अब आज उहाँले गाडी लिएर चाहिँ नेपालगञ्जसम्म लिनु आएँ होइन। हामी 3 भयो, हाम्रो श्रीमती एउटै हो भन्ने उहाँले कुरा गर्नुभएको थियो होइन। सायद हामीले छुट्टै छुट्टै विवाह गरेको भए हाम्रो भातृत्व प्रेम दाजुभाइ बिचको सम्बन्ध यति स्ट्रङ हुँदैन थियो, प्रगाढ हुँदैन थियो। र हामीसँग एउटै मात्रै श्रीमती भएकोले हाम्रो दाजुभाइको सम्बन्ध छ, हाम्रो आत्मीयताको छ होइन। हामी हरेक कुराको सेयर गर्छौँ। त्यसले गर्दा चाहिँ मैले भाइले यहाँसम्म लिन आएँ होइन। तर मैले अर्कै बिहा गरेँ, मेरो भाइले अर्कै बिहा गर्यो, दाइले अर्कै बिहा गर्नु चाहिँ हाम्रो यस्तो दाजुभाइको सम्बन्ध चाहिँ टुटेर जान्छ। हामी यो दाजुभाइको यो भातृत्व प्रेम होइन, दाजुभाइ बिचको हाम्रो एउटा सम्बन्ध चाहिँ हामी टुटाउन चाहँदैनौँ। त्यसले गर्दा नै हामीले चाहिँ यो बहुपति प्रथा विवाह गरेको भन्छ उहाँहरूको होइन। अब त्यो हेर्दाखेरि चाहिँ त्यो पनि एकदम राम्रै देखिन्छ होइन। अब अर्कोतिर हेर्दाखेरि चाहिँ फेरि यसको केही नेगेटिभ कुराहरू जस्तै अब होइन त्यसको चाहिँ टर्चरका कुराहरू अघि हजुरले कुरा गर्नुभयो होइन। एउटा चाहिँ महिलाहरूमा के हुन्छ भने जस्तै अब भगवान्ले भनौँ प्रकृति भगवान्ले पुरुष धेरै महिला थोरै त जन्माएको त हुँदैन नि त होइन, हुँदैन त अन्त। अब त्यसमा चाहिँ महिलाहरू अब एउटा श्रीमतीले 4-5 जना श्रीमानसँग बिहा गरेर चाहिँ अरू महिला कहाँ जाने भन्ने होइन। अब अर्को महिला कहाँ जाने भन्दाखेरि चाहिँ अब अर्को महिला त्यो पनि तपाईँको चाहिँ कस्तो हुन्छ भने मैले अघि यो सबै आर्थिकसँग जोडेका कुरा है, फेरि स्पेसली यो यता माथि हिमाली यो माथितिर होइन। अब अहिले त्यो घट्दो क्रम होला होइन। अब जेठी चाहिँ अब बिहा गरेपछि अब एउटा महिला बिहा गरेपछि अब कति महिलाहरू चाहिँ अविवाहित भएर बस्नुपर्ने हुन्छ क्या होइन। अब अविवाहित भएपछि घरमै पनि तपाईँको चाहिँ फेरि के रहेछ भने एउटा घरमा चाहिँ अब चेलीबेटी त बिग्दैन नि, विवाह हुँदैन होइन।
विवाह नभएपछि के हुन्छ भने अब त्यहाँ भाउजू हुन्छ, त्यो भाउजू चाहिँ सम्पत्तिको हकदार भएर बसेको हुन्छ। त्यो भाउजूको लागि फेरि भाउजू सबैको लागि कलङ्क हुँदो रहेछ क्या फेरि होइन। अब चेलीको लागि त्यो आफ्नो नन्दहरू हुन्छ नि, अब देउरान त आउने कुरै भएन होइन, किनभने सबै श्रीमान चाहिँ त्यो भाउजूले चाहिँ लिएर बसेको हुन्छ होइन। अब नन्द स्पेसल त्यहाँ त्यो आमाजु नन्दहरू हुन्छ नि, आमाजु नन्दहरू नै अब त्यहाँ चाहिँ भाउजूले गर्दा त्यहाँ बस्नु सक्नुहुन्न क्या। अनि त्यसपछि के हुन्छ, त्यो आमाजु नन्दहरू चाहिँ अब अर्कै घर बनाएर अर्कै राखेको हुन्छ। अहिले लिमी हालतिर धेरै चाहिँ त्यसरी एकल महिलाहरू बस्नु भएको छ होइन। अनि उहाँहरू चाहिँ झन् असुरक्षित हुनुहुँला, बलात्कृत असुरक्षित भन्दा पनि तपाईँ त्यहाँ चाहिँ यस्तो हुन्छ फेरि अब यो अलिकति अब होइन अब सम्बन्धका कुरा नै आउँछ होइन। कति कुराहरू चाहिँ फेरि यो सम्बन्धहरू पनि त्यहाँ चाहिँ अलिकति चाहिँ त्यसलाई ओपनली त भन्नु मिल्दैन, स्वतन्त्रता होइन। किनभने मान्छेलाई यो होइन अब बायोलोजिकल एक किसिमको यो फिजिकल निड्सहरू भनेको यो त नेचुरल कुराहरू होइन। अब यसले त हामीले त्योसँग चाहिँ अघि मैले भने नि यो संस्कृतिसँग त्यहाँ संस्कृति सँगसँगै त्यो मूल्य मान्यता पनि त्यसरी चाहिँ निर्माण हुँदो रहेछन् होइन। नत्र भने त अनि यहाँ त डार्विनले भने चाहिँ नत्र भने यहाँ त विध्वंस हुन्छ नि त फेरि होइन। त्यसले गर्दा चाहिँ जस्तै त्यहाँ चाहिँ कस्तो हुन्छ भने जस्तै एउटा कोही महिलाहरू चाहिँ अब त्यो विवाह बच्चा जन्माउनु सक्छ होइन। जस्तै त्यहाँकै जो चाहिँ तपाईँको चाहिँ त्यहाँको अब औपचारिक त विवाह हुँदैन, किनभने उहाँहरू जेठी आएपछि अरू त हुँदैन। छोरी मान्छेलाई हिंसा पनि हुँदो होला नि त, छोरी जन्मियो भनेर घरमा, त्यसो भएपछि त त्यस्तो नै त हिंसा नै त हुँदैन। किनभने मैले अघि भने त्यो चाहिँ सामाजिक रूपले उनीहरूलाई चाहिँ एउटा मान्यता कसरी पाएको हुन्छ भन्दाखेरि चाहिँ छोरी मान्छेहरूलाई चाहिँ होइन विवाह नभए पनि तपाईँ त्यो चाहिँ कस्तो भने अरूसँग विवाह गरे, अरूसँग चाहिँ विवाह गरेर बस्यो नि त्यस्तो खालको उहाँले नराम्रो तरिकाले चाहिँ तैँले चाहिँ यो अवैध रूपमा बच्चा जन्माइस् होइन। यस्तो नराम्रो विवाह चाहिँ गर्दैनन्, बच्चा चाहिँ जन्माउँछन्, त्यसलाई त्यो बच्चालाई टिमा भन्छ। को हुन्छ त्यो शारीरिक सम्बन्धमा राख्न आउने चाहिँ को हुन्छ? त्यही 5 भाइ दाजुभाइ मध्ये त्यसैभित्र हुन्छ। उनीहरूको औपचारिक बिहा चाहिँ हुँदैन त, किन ऊ त कुलमा त लग्यो लाँदैन विवाह। अब विवाह त जेठाले बिहा गर्छ, अरूले बिहा गर्नु गर्दैन। तर समाजमा एक लिएर बसेका ती बिहा नभएकाहरू एकजना महिलाले 5वटा ओगटेर बसेपछि अरू खाली भएका महिलाहरूमा पुग्छन् ती पुरुषहरू। उनीहरूले त्यो चाहिँ फेरि समाजमा त विकृति भयो नि यसो नि त। अब सामाजिक उहाँहरू चाहिँ थाहा हुन्छ, सानो गाउँमा थाहा हुन्छ त्यो फल्नासँग त्यो बस्यो भने थाहा हुन्छ नि होइन। तर उहाँहरूले त्यसले नेगेटिभ पनि मान्नुहुन्न फेरि है। किनभने तपाईँको त्यो चाहिँ अब नेगेटिभ मान्यो भने त फेरि यो त्यहाँ त अब एकदम विद्रोह हुन्छ फेरि होइन। अब त्यो चाहिँ तपाईँको जोसँग त्यो फल्नाको यसो सन्तान भनेपछि नि त्यसलाई चाहिँ तपाईँको चाहिँ तर घरमा चाहिँ ल्याउँदैन फेरि होइन। त्यो बच्चा पनि घरमा चाहिँ ल्याउनु आउँदैनन्, भाउजूले दिँदैनन् होइन। तर त्यसरी सन्तान चाहिँ जन्मायो त्यस्ता सन्तानहरूलाई चाहिँ टिमा भन्छ क्या, न्यालो पनि भन्छ होइन। त्यो टिमाहरू पनि एकदम धेरै छन् क्या माथि। त्यो महिलाहरूलाई त साह्रै कठिन भयो नि त जीवन बिताउन। होइन महिलाहरूले चाहिँ एउटा फेरि अलिक जेन्डरतिर पनि गयो होइन। अब महिलाहरूलाई चाहिँ कसरी कठिन भन्दा कसरी त सम्पत्ति पनि हुँदैन, हेर्नु न कसरी दिन्छ सम्पत्ति, कसो खोइ त सम्पत्ति पनि हुँदैन, लोग्ने पनि हुँदैन। अनि कठिन भयो त्यो समाज जिउन कठिन भयो भनेर 5 जना लोग्ने मान्छे राखेर बसेको छ एउटा महिला चाहिँ। अनि त्यही ठाउँमा अर्को एउटा महिला न परिवार छ, न सम्पत्ति छ, न उसको अब थर छ, त्यस्तोमा ऊ चाहिँ कसरी जिउँछ त? अब त्यो चाहिँ यस्तो छ, उहाँहरूलाई चाहिँ हुम्लाको लिमीमा चाहिँ त्यो महिलाहरू चाहिँ सन्तान त चाहिएको छ नि त फेरि होइन। अब सन्तान चाहिँ भइहाल्छ हैन, नचाहे पनि भइहाल्छ। सन्तानले नि पढाउनु त पर्यो होइन। त्यही त अब सन्तानले कसरी व्यवस्थापन गर्छ त्यो समाजले? बाउ चाहिँ राम्रो छ भने अब होइन, अब एक बाउले अलिकति छोरालाई त्यहाँ फेरि अलिक छोरा भएर चाहिँ बाउले चाहिँ अलिक सम्पत्ति दिन्छ, छोरीलाई चाहिँ त्यहाँ विभेदमा हुँदो रहेछ फेरि होइन। अनि त्यस पछाडि त्यो छोरीहरू चाहिँ कस्तो हुन्छ भने उनीहरू चाहिँ कति ठाउँ मान्छेहरू चाहिँ त्यहाँबाट उता काठमाडौँतिर आउने होइन, अनि सदरमुकामतिर जाने होइन, अनि माथि टिबेट टाकटाकतिर जाने होइन। अब बच्चाको लागि बच्चाको त भविष्य पढाउनु पर्यो होइन। अनि फेरि त्यो बच्चाहरूलाई चाहिँ अहिले यो टिबेटियन यो दलाई लामाको स्कुल भन्छ, त्यहाँ पनि उनीहरूले पढाउने फ्रिडम छ बच्चाहरूले पढाउने होइन। अनि उनीहरू चाहिँ कोही चाहिँ अब तल्लो भेगका हुम्लाको माथि लिङभन्दा तल्लो भेगका त्यो जुन बिचको त्यो सिमीको वरिपरि ब्रह्मश्री बराउको त्यहाँका महिलाहरू चाहिँ के अरे सदरमुकाम गएर चाहिँ व्यापार व्यवसाय गरेर बस्ने अथवा चौक बजारतिर चाहिँ व्यापार व्यवसाय गर्ने, त्यो चाहिँ एउटा एक किसिमको होइन अब सन्तान
जन्माउनुको लागि होइन अथवा तपाईँको त्यस्तो चाहिँ छ तर त्यति हुँदा नि तपाईँको चाहिँ यो कस्तो एउटा के अरे चाहिँ अब समाज होइन त्यसरी नै चलेको छ। उहाँहरू चाहिँ त्यति धेरै उहाँहरूले चाहिँ खुलेर यसको विद्रोहमा पनि उहाँहरू चाहिँ आउनु सक्नु भएको छैन। त्यसको चाहिँ अरू धेरै कारण होला होइन। तर महिलाहरूले चाहिँ अब त्यहाँ चाहिँ अझै तपाईँको चाहिँ पहिला के थियो भने धनी महिला भएको भए चाहिँ धनी महिलाले चाहिँ बिहा हुन्थ्यो अरे होइन। अब गरिब सबैको त एउटै हुँदैन नि। अब आर्थिक कमजोरी भएको महिलाको त बिक्नै पनि गाह्रो हुन्थ्यो अरे होइन। र अहिले पनि त्यो महिलाहरूलाई चाहिँ तपाईँले भने जस्तै त्यहाँ केही अब महिलाहरूलाई चाहिँ केही समस्याहरू चाहिँ भेटिन्छ यो बहुपति प्रथाले गर्दाखेरि चाहिँ। अब एउटा एकजना महिलाको त राम्रो हुने भइ नै हाल्यो होइन। त उसले पनि फिजिकल समस्याहरू होला होइन। तर उहाँले खुलेर भन्नु सक्नुहुन्न। 4-5 श्रीमानसँग बस्नु त्यही भने होइन अब कतिको हजुरले भित्र छिरेर अध्ययन गर्न सक्नुभयो होइन। अब महिलाहरू पुरुषहरूसँग बोल्नुभयो कि भएन म जान्दिनँ होइन। तर मैले देख्दा चाहिँ म जोसँग भेटेँ होइन, जोसँग म पुगेँ उहाँको 5 जना श्रीमान हुनुहुन्थ्यो। एकजना कान्छो विदेशमा हुनुहुन्थ्यो, माइलो चाहिँ लामा हुनुहुन्थ्यो, अनि अरू होइन माइलो लामा हुनुहुन्थ्यो, साइलो हुनुहुन्थ्यो त्यहाँ। अनि जेठो कतै तिब्बततिर कतै जानुभएको थियो काम गर्न गरेर। त्यो घरमा हुँदा मैले उहाँसँग कुरा गर्दा उहाँ चाहिँ के भन्नुहुन्छ भने श्रीमती चाहिँ बरु सशक्त हुनुहुन्छ, श्रीमानहरू चाहिँ मलाई उसले समय दिन होइन अर्कालाई माया गर्छे भन्ने गुनासोमा हुनुहुन्थ्यो भने श्रीमती चाहिँ सशक्त। उहाँको चाहिँ हरेक एकजनाबाट 2-2वटा बच्चा थिए होइन। अनि मैले सोधेँ कसरी थाहा हुन्छ तपाईँलाई यो फलानाकै बच्चा भनेर कसरी थाहा हुन्छ भन्दा उहाँ के भन्नुहुन्छ भने हरेक वर्ष को कहाँ जाने भनेर निर्णय चाहिँ आमाले गर्ने हो अरे, उहाँले भाउजूले भनौँ न उहाँले गर्ने अरे। अनि एकजना गोठमा गयो भने अर्कोजना तिब्बततिर व्यापारतिर जाने, एउटा पढ्न गएको छ, एउटा विदेश छ, एउटा लामा छ भनेपछि त घरमा त्यो वर्ष को थियो त्यसैको बच्चा हुने भयो। अनि यसकारण मलाई थाहा हुन्छ यो बच्चा कसको हो भनेर भन्नुभयो। अनि मतलब उहाँहरूसँग त्यस्तो दुःख जस्तो फिल थिएन महिलाहरूसँग, बरु पुरुषहरू गुनासो गर्नुहुन्थ्यो। भनेपछि महिलाहरूले नै यो सशक्तता देखाइराखेर त धानिएको हो कि जस्तो लाग्ने कि होइन। अब महिलाहरूले सशक्त देखाएको भन्दा नि महिला यो त महिला आफै पनि संस्कृतिबाट त टाढो हुँदैन नि त। हुँदैन। अब मैले अघि धेरै कुरा संस्कृतिबाट चाहिँ महिलाहरू चाहिँ त्यहाँ चाहिँ अब महिला चाहिँ सशक्त त त्यहाँ त अब अनि मात्रै घर त अब स्ट्रङली धन्ने हो नि त होइन। महिला त त्यहाँको त मूल्य अब किनभने अर्को कुरा चाहिँ उसले सबै सम्पत्तिको हकदार दिएपछि ऊ आफैमा पावरफुल हुने कुरा त भइ नै हाल्यो। अब सम्पत्ति भएपछि सबै शक्ति त उसैमा हुन्छ र उसले सबैले अब शक्ति त अरूहरूले रुल गर्ने हो नि त होइन। अब त्यसो गर्दाखेरि चाहिँ अब त्यो महिला त पावरफुल हुने कुरा भइ नै हाल्यो। अनि अघि हजुरले भन्नुभयो कोही माथि कोही, त्यो चाहिँ कस्तो भने म अलिकति थोरै यो विषयमा अलिकति म इतिहासतिर जाउँ है। यो हामीले जस्तै होइन पहिला चाहिँ के हुन्थ्यो भने मान्छे अहिले त अब अहिले यो पुँजीवादीको होइन अहिलेको पुँजीवादीको प्रभावले गर्दा हामी त अहिले त कसरी नाफामुखी कामहरू गर्ने होइन कसरी नाफामा जाने भन्ने कुरा नै भइरहेको छ। र योभन्दा अगाडि चाहिँ होइन समाज कस्तो थियो भन्दाखेरि चाहिँ कसरी बाँच्ने भन्ने कुरा थियो। अनि त्यो बेलामा चाहिँ एउटा सीमित आफ्नो ठाउँमा उत्पादन भएको कुराले सबै कुरा चाहिँ त्यहाँ धान्नुपर्ने अवस्थाहरू थियो होइन। अब नपुग्ने कुराहरू चाहिँ माथिल्लो भेग तल्लो भेगमा गएर चाहिँ वस्तु विनिमय फुड एक्सचेन्जको कुरा गर्छौँ नि हामीले, बाटो सिस्टमको कुरा गर्छौँ होइन। अब तलका माथिकासँग चाहिँ साटेर तल्लो गाउँमा गएर माथिल्लो गाउँमा गएर होइन त्यो अन्नहरू साटेर वस्तु चाहिँ विनिमय अझ एक्सचेन्ज गरेर चाहिँ बाँच्ने सिस्टम त थियो गाउँघरमा त अहिले पनि भेटिन्छ नि त होइन। अब यसले गर्दाखेरि चाहिँ एउटा तपाईँको चाहिँ यो एउटा जेम्स फिसर भन्ने एउटा चाहिँ एन्थ्रोपोलोजिस्ट होइन, उसले चाहिँ यो डोल्पाको अध्ययन गर्नुभएको छ र उहाँले एउटा किताब पनि लेख्नु भएको छ, ट्रान्स हिमालयन ट्रेडर्स भन्ने किताब छ होइन। त्यो किताब चाहिँ हामीले पनि एमबीमा मैले पनि पढेँ। तर पछि म लक्कीली एउटा कर्णाली फेलोसिप पाएर म डोल्पा त्यही जेम्स फिसरले अध्ययन गरेको ठाउँमै म 1 महिना बस्ने मैले अवसर पाएको थिएँ होइन। अब त्यो त्यहाँ चाहिँ स्पेसली काइके भाषी मगरहरू है थोरै मैले अलिकति रिमाइन्ड गरेँ। त्यो मगरहरू चाहिँ कस्तो हुन्छ भने अब त्यहाँ काइके भाषी मगर चाहिँ त्यो डोल्पाको सहरतारा गाउँमा उत्पादन भएका कुराहरू चाहिँ माथि टिबेटमा लगेर टिबेटबाट चाहिँ नुनहरू होइन साटेर अथवा त्यहाँको टिबेटिन भोट माथि टिबेट होइन माथि के अरे भोट भन्छ क्या त्यो डोल्पाको त्यो काइके भाषी मगर चाहिँ बिच मध्य डोल्पामा उहाँहरू चाहिँ माथि यो भोट क्षेत्र भन्छ माथि लामा बस्तीमा गएर चाहिँ त्यहाँबाट चाहिँ त्यहाँ माथि लेकतिर उत्पादन हुने चाहिँ ल्याएर आउने है। अनि फेरि तल त्यो चाहिँ तल खसान भन्छ नि खस क्षेत्र तल चाहिँ औलतिर लगेर चाहिँ
तलबाट चामल ल्याएर खर्सानीहरू हरेक ल्याएर चाहिँ माथिको तलको तल ल्याएर चाहिँ बिचमा आफ्नो राख्ने अलिकति होइन। त्यसरी चाहिँ उहाँहरू चाहिँ त्यसरी धान्दै त्यसरी चाहिँ आफ्नो समस्याहरू चाहिँ होइन आफ्नो चाहिँ के अरे दैनिकी समस्याहरू चाहिँ त्यसरी चाहिँ उहाँहरूले निर्भर हुँदै आएको थियो, त्यसरी चाहिँ पुरा गर्दै आएका थिए र अहिले पनि कतिपय ठाउँमा त्यही देखिन्छ। अब हामीले हुम्ला जो अहिले हामी बहुपतिका कुरा गरिरहेको छौँ नि, बहुपति प्रथा भएको हुम्लाको यो जो सिमीकोट आसपासमा होइन, हजुर पनि पुग्नु पनि सिमीकोटको त्यहाँ चाहिँ नजिकै त्यो होइन ब्रम्से अनि बरगाउँ तोर्पा लिमाटाङ हुटी भन्ने गाउँहरू छ नि होइन। म त्यही गाउँमा पनि बसेको थिएँ र त्यहाँ चाहिँ पहिला चाहिँ अब त्यहाँका जो लामा समुदायको मान्छेहरू चाहिँ होइन हिउँदो लागेपछि तल्लो भेगमा जाने जो अछाम कालीकोट होइन बर्दिया तर राजापुरसम्म पुगेर आउने तल्लो गाउँमा होइन। अनि त्यहाँ तल्लो गाउँमा आउने भेडा च्याङ्ग्रा उनीहरूको पेसै भेडा च्याङ्ग्रा थियो, किनभने पहिला हिमालतिर माथिभित्र त भेडा च्याङ्ग्रा होइन त्यस्तै हुन्थ्यो होइन। अनि हुम्लीहरू चाहिँ त्यो बहुपति जो एउटा तपाईँको एउटै घरमा फेरि त्यहाँ त बहुपति नै छ, अनि एउटै घरमा 4-5 भाइ भएपछि चाहिँ के हुन्थ्यो भने केही भाइहरू चाहिँ उनीहरू चाहिँ भेडीकोटमा जानुहुन्थ्यो। कहाँ जानुहुन्थ्यो भन्दाखेरि चाहिँ तल्लो भेगमा है अछाम होइन कालीकोट होइन तल बर्दिया चिसापानी राजापुरसम्म गएर चाहिँ त्यहाँबाट चाहिँ उनीहरूले के गर्थे त्यही अन्नहरू कलेक्सन गर्ने सिमीहरू होइन त्यो धान चामलहरू तलबाट चाहिँ कलेक्सन गर्दै उनीहरूको 6 महिना तलै बित्थ्यो होइन। त्यसपछि त्यो चाहिँ माथि घरमा पुगेपछि फेरि त्यहाँ चाहिँ एक्सचेन्ज हुने क्या, जो पहिला त्यो आफ्नो श्रीमतीसँग चाहिँ घरमै बसेको हुन्छ नि, अब तल जानेर चाहिँ फेरि त्यहाँ आएर त्यहाँ 6 महिनापछि त्यो घरमै आउने पनि त होइन। त्यस पछाडि फेरि बर्खा लाग्छ नि, उनीहरू फेरि त्यहाँका जो घरमा आफ्नो श्रीमतीसँग बसेका हुन्छ नि, त्यो बसेकाहरूको पालो उनीहरू फेरि मात्रै भोट जाने क्या, टिबेट जाने ताक्लाकोट जाने होइन, सबैको भागभन्डा हुने। अनि माथि गएपछि चाहिँ माथिबाट के ल्याउने भन्दा बाँच्नु छ नि त फेरि होइन, किनभने माथिबाट चाहिँ उहाँहरूले नुन ल्याएर आउने क्या हिल्सा ताक्लाकोटबाट। त्यो नुन ल्याएर त्यो नुनहरू माथि त्यो माथिको हिमाली त्यो टिबेट माथि भोटबाट त नुनै ल्याउने हो। त्यो नुन चाहिँ फेरि त्यो बर्खाभरि माथि जाने, फेरि गएर फेरि त्यो नुन त तल लाने हो नि त होइन, अछाम कालीकोट तलतिर झार्ने हो होइन। तल झारेपछि तपाईँको चाहिँ त्यो बेला चाहिँ उहाँहरू चाहिँ बाँडिनुहुन्थ्यो क्या, माथिबाट नुन लगेर ल्याएर त्यो नुन चाहिँ तलदेखि फेरि त्यही नुनले अन्न साटेर ल्याउने होइन। अनि अन्न साटेपछि चाहिँ उनीहरूको आफ्नो घरमा पनि राख्ने जोहो गर्ने, उनीहरूमा त तपाईँको तलका माथिको नुन पनि आउने भयो होइन। तलका तपाईँको चाहिँ त्यो के अरे चाहिँ खानपिन सबै औलतिरका होइन अछामका कालीकोटका तल बर्दियासम्म तराईसम्मको दाना सबै घरमा त आउने हो नि त होइन। अब त्यो चाहिँ एउटै घरमा 4-5 जना त्यो महिला पुरुषहरू चाहिँ बाँडिने हो नि त होइन। बाँडिएपछि चाहिँ तलबाट नआउने भयो, माथिबाट आउने, तर घरमा चाहिँ को थियो, घरमा चाहिँ श्रीमती थियो, एकजना श्रीमती, उहाँले घर लिड गर्नुहुन्थ्यो होइन, सबै गर्नुहुन्थ्यो। त्यो भएपछि त्यतिखेर 4-5 जना श्रीमानहरूले भेला गरेको चिज घरमा घरमा पनि हुने होइन। अनि त्यस पछाडि चाहिँ उहाँहरू चाहिँ अब भाकाहरू कोही चाहिँ अब होइन भेडीकोट चाहिँ माथि गोठतिर बस्ने, कोही माथि टिबेट जाने, कोही तल जाने भन्दा चाहिँ त्यतिखेर चाहिँ त्यो बेला चाहिँ उहाँहरूले अघि हजुर भने जस्तै अब एक चाहिँ राम्रो मिलेको थियो नि होइन। तर सधैँभरि त्यस्तो हुँदैन, सधैँभरि त्यस्तो हुँदैन होइन। अब चाहिँ लगभग घट्दै गयो होइन त। अब के कारणले घट्यो, उहाँहरूले संसार हेर्नुभयो र होइन रहेछ भन्ने फिल भएर घट्यो कि होइन, मतलब के फ्याक्टर बने यो घट्नका लागि र यो निमित्यान्न हुन सम्भव छ कि छैन, किनभने लामो समय भयो नि त। हामीले त महाभारत कालदेखि सुन्दै आएको बहुपति प्रथा होइन अझै पनि हामीसँग छ भनेपछि त हामी त अझै केही ठाउँ त महाभारत कालमै छ त। अनि एउटा कुरा चाहिँ अब हामीले अहिले त फेरि पहिचानको कुरा पनि भइरहेको छ होइन, आफ्नो संस्कृति बचाउँ भन्ने अभियान पनि भइरहेको छ होइन। यो त एउटा संस्कृतिभित्र पर्ने कुराहरू पनि हो होइन। त्यसो भनिरहँदाखेरि कति संस्कृति हामीले एकदम नेगेटिभली असर पार्नेहरू त फेरि छोड्दै जानुपर्छ होला होइन। र एउटा कुरा चाहिँ अर्को चाहिँ यो समयले पनि बिस्तारै आफै चाहिँ गर्दै त्यो समयले गर्दा त्यो छोड्दै जाने कुरा पनि आउँछ होला होइन। अब अहिले चाहिँ यो विभिन्न कारणले गर्दाखेरि जस्तै तपाईँको चाहिँ पहिला जस्तो चाहिँ अहिले होइन टिबेटको नुनहरू ल्याउनै पर्ने जरुर छैन। अहिले त चाहिँ इन्डियाका नुनहरू आए, तराईका नुनहरू आए होइन। अब माथि टिबेटबाट नुन चाहिँ अब अहिले के भयो भने टिबेटका पछिल्लो समयमा चाहिँ टिबेटका नुनहरू चाहिँ के अरे तल्लो भेगमा चाहिँ बिक्नु त्यो खानु
भयो के भन्दा चाहिँ इन्डियाले चाहिँ त्यो राजनीतिक असर आयो नुन खानुपर्छ भन्ने इन्डियाले के बनायो गर्यो भन्दा चाहिँ माथि यो टिबेटनले चाहिँ गलगाड निस्किन्छ होइन भन्ने चाहिँ एउटा उर्दी लागेपछि छ तलका त नखाने भयो होइन माथिको नखाने त्यसले चाहिँ अब माथिको नुन पनि कट भयो माथिको नुन गएपछि माथि अब त्यो लामा समुदाय जो बहुपति प्रथाभित्र बसेका जो पुरुषहरू माथि जानेर कट हुँदै गए होइन अर्को कुरा चाहिँ अब तल्लो भेगमा चाहिँ पहिला यो हुम्लीहरूको चाहिँ खास उनीहरूको पेसा भनेको चाहिँ भेडा च्याङ्ग्रा पाल्ने होइन गोठ बस्ने होइन गोठमा चाहिँ अब वर्षभरिको 6 महिना तलैतिर तपाईँको चाहिँ गोठ होइन चाहिँ त्यो बेला जङ्गलहरू स्वतन्त्रता थियो जङ्गल सबैमा तपाईँको चाहिँ बस्नेहरू होइन त्योहरू चराउन पाइन्थ्यो बाख्रा होइन वस्तुहरू अब पछि जब नेपालमा यो डेमोक्रेसी आइसके पछाडि चाहिँ त्यो सबै सामुदायिक वनहरू भयो सामुदायिक वनमा चाहिँ त्यो त्यसरी राख्नु दिएन राख्नु छाडेपछि चाहिँ अब उनीहरूले भेडाहरू पनि अब भेडा च्याङ्ग्रा पाल्ने पनि उनीहरूको चलन पनि हराउँदै गयो होइन अर्को कुरा चाहिँ अब त्यो पनि भयो त्यो भएपछि उहाँहरू चाहिँ अब माथि बढ्नु नजाने भयो अनि तल पनि नआउने भयो होइन अब घरमै बस्ने खुम्चियो होइन अब त्यसमा त एउटै चाहिँ तपाईँको एज अ महिलासँग 4-5 जना एउटै घरमा अभियसली त्यो त तपाईँको चाहिँ त्यो त्यहाँ द्वन्द्व हुने भइ नै हाल्यो होइन अब घरमा अब पहिला पो सेपरेसन हुन्थ्यो कोही कोर्टमा कोही कहाँ कोही व्यापारमा कोही कहाँ जाने थियो अहिले त त्यो पनि छैन अनि अर्को कुरा चाहिँ अब त्यो चाहिँ अहिले फेरि शिक्षाले गर्दाखेरि कोही कहाँ पढ्ने कोही कहाँ अब होइन बाहिर गएपछि त चेतना पनि त्यही अनुसारको चाहिँ होइन उताको सिको गर्ने होला होइन बाहिरको सिक्ने यो त हाम्रो रूढिवादी हो भनेर पनि होला त्यो तरिकाले पनि अहिले बिस्तारै चाहिँ अहिले अलिक पछिल्लो कालमा अलिक घट्ने क्रम चाहिँ देखिन्छ घट्दै गएको देखिन्छ तर यति हुँदा हुँदैन अहिले पनि तपाईँको चाहिँ म 5-7 वर्ष अगाडि त्यो हुम्ला जाँदा अहिले पनि त्यो फेरि एकदम धेरै प्र्याक्टिसमा चाहिँ अहिले पनि आएको चाहिँ देखिन्छ फेरि भनेपछि यो तपाईँको एकातिर चाहिँ संस्कृति होइन जुन अभ्यास पनि आइरहेको छ अर्कोतिर हामी चाहिँ बजारी प्रभावको चपेटा पनि परिन्छ होइन त्यो तरिकाले चाहिँ अहिले पनि यो चाहिँ एकदम तालमेल होइन तलमाथि भएर चाहिँ गइरहेको देखिन्छ अब मलाई जिज्ञासा नि अब हामी जहाँ जुन समाजमा छौँ यो समाजमा स्त्रीहरू यस्तो बेलामा यस्तो ठाउँमा आइपुग्नु भएको छ कि एकजना पति पनि नराख्ने होइन अथवा शुक्रकिट बरो गर्न पाइन्छ म शुक्रकिट बरो गर्छु बच्चै जन्माउनु परे पनि म यसरी बच्चा जन्माउँछु अथवा बच्चै जन्माउँदिनँ म यसरी जीवन काट्छु भन्ने ठाउँमा हुनुहुन्छ धेरै स्त्रीहरू अहिले अब यही देशको अर्को समाज छ जहाँ 5 वटा पति होइन अथवा घरभरिका जति दाजुभाइ भए त्यति दाजुभाइ पति राखेर बस्ने परिवार पनि हुनुहुन्छ होइन त्यही समाज पनि यही ठाउँमा छ अब हजुर एन्थ्रोपोलोजीको सोसियोलोजीको विद्यार्थी भएर अध्येता भएर मलाई भनिदिनु न कहाँ छ हाम्रो समाज विकास हुँदै हो कि अब फेरि त्यो होइन बच्चा नजन्माउने ठाउँबाट फेरि यति धेरै बच्चा जन्माउने यति धेरै लोग्ने राख्ने ठाउँमा पुग्ने भयो र त्यही ठाउँमा पुग्ने हो कि अथवा त्यो फर्केर यस्तो ठाउँमा आउने हो कि कहाँनेरिको हो यो के को ताना हो यो होइन अब यसमा त सबैभन्दा पहिला चाहिँ हामी केमा खुसी हुने भने नम्बर 1 होइन सुन्दर अनि अर्को कुरा चाहिँ हामीले जहिले पनि हामी अहिले काठमाडौँमा छौँ हामीले यो ठाउँमा बसेर हामी यहाँको आँखाले चाहिँ हेर्नु हुँदैन भन्छु म चाहिँ समाजले त होइन सबैको आँखाबाट त्यही आँखाबाट हेर्नु पऱ्यो नि होइन त्यसो गर्दाखेरि चाहिँ अब उहाँहरूले जुन अहिले अपनाउँदै आउनुभएको कतिपय संस्कृतिहरू चाहिँ त्यो विषयमा चाहिँ उहाँहरूले कसरी फिल गर्नुभएको छ उहाँले आफूले कसरी त्यो स्वीकार्नु भएको छ होइन त्यो आँखाले हेऱ्यो भने चाहिँ अब अघि हजुर पनि एकातिर चाहिँ अब त्यो शुक्रकिटको समस्याहरू यता बिहा नगर्ने कुराहरू पनि हाम्रो समाज त्यसरी गइरहेको छ अर्कोतिर फेरि तपाईँको चाहिँ होइन यतातिर चाहिँ अब यस्ता खालको समाज छ होइन अब यसले गर्दा चाहिँ अब यो कुराहरूलाई चाहिँ हामीले चाहिँ म चाहिँ के लाग्छ भने होइन अब म आफै एज अ मानवशास्त्रको विद्यार्थी भएको हुनाले संस्कृति त सुन्दर त हुने भयो नि हाल्यो संस्कृति भन्छ सबै संस्कृति सुन्दरै हुन्छ हैन अब त्यसले तर त्यसो भनिरहँदाखेरि यतातिर हाम्रो चाहिँ अहिले जुन एउटा यो आधुनिकताले चाहिँ हामी जहाँ चाहिँ गइरहेको छौँ नि हैन अब त्यो पनि अब हामीले अब समयअनुसार चाहिँ चल्नुपर्ने तर त्यो भनिरहँदाखेरि चाहिँ कति कुराहरू हाम्रो पुरा जुन एउटा मौलिक संस्कृति कति कुराहरू चाहिँ हैन हामीले राम्रो पनि गर्छ जस्तो पनि लाग्छ किनभने समाज भाड्नबाट त्यसले त एउटा हैन हाम्रो समाज त कहाँ अहिलेसम्म हैन एकल बस्ने सेपरेसनको कुराहरू आइरहेको छ त्यसले चाहिँ हाम्रो समाज चाहिँ कहाँ गइरहेको छ भन्ने कुरा पनि छ नि त हैन अब त्यहाँबाट मुक्त हुनु चाहिँ हैन अब अरू विकल्प छैन कि त हाम्रो मौलिक संस्कृति जो अझ बहुपति प्रथाले पनि त्यसको नेगेटिभ कुरा धेरै भने त्यसले त समाज त कन्ट्रोल गरेको थियो नि त जस्तै तपाईँको चाहिँ अहिले हैन अब तपाईँको चाहिँ अहिले त हामी धेरै अधिकारको कुराहरू गरिरहेको छौँ होइन अब हाम्रो अधिकार होइन महिला अधिकार पुरुष अधिकार यो अधिकारले नै हामीले त्यो सेपरेसन ल्याएको त छ नि त होइन र योभन्दा पहिला फेरि यता लैङ्गिकता कुरा पनि होला
जस्तै एउटा महिला चाहिँ कुनै पुरुषकोमा त्यो लाटो भयो भने अन्धा भयो भने होइन पाले पुण्य मारे पाप भनेर चाहिँ त्यो बस्नै पर्ने नियम त थियो नि त फेरि होइन त्यसले समाज चलेको थियो नि त जस्तो समाज भाँडाबाट मुक्त त गराएको थियो नि तर अहिले त फेरि अब त्यहाँ त्यो समाज त अगाडि बढिरहेको छ नि त्यसले चाहिँ अब हामीले सोच्नुपर्ने के छ भन्दा चाहिँ यस्तो समाजको जो अहिले जो भाँडबेलको समाज अहिले त तहस अझै यो सोसियल मिडियाहरू आइरहेको छ र यस्तो समाजबाटलाई चाहिँ हामी अलिकति यसलाई न्यूनीकरण अथवा यसले यहाँबाट चाहिँ अलिकति हामी यसले चाहिँ कन्ट्रोल गर्नको लागि चाहिँ हामीले अब हाम्रो चाहिँ ट्रेडिसनल कल्चरहरू हाम्रो परम्परागत कतिपय संस्कृतिहरू राम्रो संस्कृतिलाई चाहिँ अपनाउनुको अरू विकल्प मलाई चाहिँ लाग्दैन क्या त्यसले गर्दा चाहिँ अब अहिले हामी किनभने हाम्रो त तपाईँको चाहिँ अहिले त हामी यो डिभोर्सको कुराहरू आइरहेको छ होइन सेपरेसनको कुराहरू आइरहेको छ होइन अब त्यसले फेरि भोलि काण्ड लैजाला भन्ने पनि त्यो एकदम अर्को चुनौतीको कुरा पनि आइरहेको छ त्यसले गर्दा चाहिँ यो चाहिँ अब चाहिँ यस्तो चाहिँ भइरहेको जस्तो लाग्छ तर त्यसो भन्नुभन्दा चाहिँ अब हामी यो बहुपति प्रथाहरू अब बहुपति प्रथाको नेगेटिभ कुराहरू पनि छ होइन अब यो कुरा चाहिँ हरेक कुराको नेगेटिभ पोजिटिभ त हुने भइ नै हाल्यो तर बहुपति प्रथाको कतिपय कुराहरू चाहिँ यसले चाहिँ समाजलाई कन्ट्रोल गर्ने होइन अब चाहिँ पनि भइरहेको छ तर अब मलाई के लाग्छ भने अब उहाँले जस्तै एउटा बहुपति प्रथा अझै म तपाईँको हुम्लाको चाहिँ कुरा गर्छु है त्यसले हामी पोलिगामी भन्छौँ नि बहुपति भनेको एउटा महिलाले होइन चाहिँ तपाईँको चाहिँ 3-4 जना श्रीमानसँग बस्नु पाउने तर त्यहाँ चाहिँ अर्को के छ भने नि कुनै पनि घरमा 3 भाइ 4 भाइ दाजुभाइ हुन्छ नि एउटा घरमा होइन त्यहाँ चाहिँ अब कोही छोरीको त माइती हुँदैन नि होइन त्यहाँ पनि त अब बस्नु त पऱ्यो पोरकरी सम्पत्तिको अब होइन उ त गर्नु त्यसको त अब हकदार त हुनु पऱ्यो जसकोमा माइती हुँदैन नि एउटा घरमा 2 बहिनी 3 बहिनी चेली हुन्छ उहाँहरूको माइती हुँदैन नि त्यो माइती नभएकोले चाहिँ त्यो घर जोइ लानु चलन छ क्या फेरि मागेर घर जोइ लानु चाहिँ भाउजूले मागेर क्या घरमा अब घरको मुली त भाउजू भएर बसेका हुन्छ होइन अब उसको देवर एउटा 2टा देवर हुन्छ नि त्यो अब 2 भाइ देवर छन् 2 जनाले एउटा महिला बिहा गर्छन् होइन उसको कान्छा देवर छ होइन घरमा कान्छा देवर चाहिँ अब भाउजूसँगै बसेको छ तर कान्छा देवरलाई चाहिँ फेरि यताबाट अर्को एज अ महिला चाहिँ अब घर जाइको लागि माग्नु आयो क्या त्यो बेला चाहिँ त्यो भाउजूले के गर्छ अब कान्छालाई चाहिँ आफ्नो देवरलाई चाहिँ एउटा दिइ पठाउँछन् क्या होइन दिएपछि फेरि के हुन्छ भने अब भाउजूले दिएपछि भाउजू अब एउटा श्रीमानसँग मात्रै बस्ने भयो देवर त उता जाने भयो नि त होइन जाँदाखेरि फेरि अब महिलाले चाहिँ उतै बिहा गरेर लाने भयो होइन लाँदाखेरि चाहिँ फेरि त्यो बेला चाहिँ त्यो महिलाले पुरा रितहरू लिएर क्या पुरा रितहरू बुझाएर चाहिँ त्यो के अरे चाहिँ देवरले त्यो घर छोरा मान्छेलाई चाहिँ उहाँले चाहिँ अब छोरी मान्छे अब दुलै नै बनाएर लानुपर्ने होइन नियम पुरा अब त्यहाँ गएपछि नि होइन एउटा घटना एउटा यो जुन एउटा छ नि त्यसपछि अब त्यहाँ 3 बहिनी चाहिँ उता छन् नि होइन 3 बहिनी त उता अब 3 बहिनी चेली मात्र छन् अब माइती छैनन् होइन अब एउटा त यता गयो नि यता एकजना चाहिँ होइन जेठी होइन जस्तै 3 बहिनी यता छन् होइन 3 बहिनी चेली छोरी छन् माइती छैन अब पुर्खौली सम्पत्ति त 3 जना चेलीको उसमा छ नि त होइन अब माइती नभएपछि अब यताबाट उहाँले चाहिँ अब यताबाट एउटा केटा एउटा चाहिँ यता ल्याउने हो नि त 5 जना श्रीमानबाट एउटा त उता ल्याउने भयो नि होइन यता ल्याउने भयो नि त अब यता ल्याइसकेपछि यताबाट त भाउजूबाट मागेर भाउजूबाट त अब छुट्टियो यता होइन अब यता 3 जनाले चाहिँ 2 जना 3 जना चाहिँ त्यहाँ चाहिँ एकजना छोरा मान्छे श्रीमान त ल्याएर न त्यो एउटा श्रीमानसँग फेरि 3 जना बसेको देखिन्छ क्या फेरि अब होइन किनभने त्यो 3 जना चेलीहरू त अब सेपरेसन भयो भने त फेरि सम्पत्ति त अब होइन बाँडिन्छ अब एउटा चाहिँ यता जय भन्छ त्यसले घर जय भन्छ नि एउटा छोरा घर जय लगेर 3 जनाले चाहिँ श्रीमती राखेर बस्छ त्यो भएपछि घर त भाँडेर नि त फेरि होइन अब त्यो चाहिँ तपाईँको हुम्लाको ब्रह्मसीमा त अहिले पनि त प्र्याक्टिस छ होइन अब भनेपछि अब त्यसरी बसेका पनि छ क्या अहिले पनि होइन त्यसो त्यसले चाहिँ भनेपछि प्रकृति अनुसार संस्कृति तयार हुने रहेछ हैन त प्रकृति जस्तो छ त्यो ठाउँको प्रकृति त्यो अनुसार संस्कृति तयार भयो हाम्रो त्यो ठाउँमा अब बाटो जाने विकास जाने हैन रातारात आर्थिक उन्नति हुने हो भने त फरक पर्छ होला यसको चाहिँ खास के हो भन्दाखेरि चाहिँ यसको मेन कारण नै उनीहरू चाहिँ होइन घरको आर्थिक हुन्छ नि त्यो त अर्थसँग जोडियो सबै घरको सम्पत्ति चाहिँ उहाँहरू चाहिँ बाँड्नु चाहनुहुन्न अब यता पनि त तपाईँको 3 जनाले त छुट्टै छुट्टै बाँड्नु पर्यो नि त सम्पत्ति होइन उहाँहरू पनि अब बाँड्नु चाहनु भएन किनभने अब एउटा भएपछि बरु श्रीमान बाँड्न चाहने श्रीमती बाँड्न चाहने तर सम्पत्ति बाँड्न नचाहने है त्यसले गर्दा चाहिँ उहाँहरू यता पनि अब होइन अब एउटै घर हुने भयो होइन यता पनि अब होइन यता अब पोलिएन्डी बहुपति भयो यतादेखि त्यसलाई के बहुपति नि भन्छ होइन अब त्यो चाहिँ तपाईँको चाहिँ एउटा यो चाहिँ अब सबै यस्तो समारोह बहुपत्नी पनि होइन होला सिङ्गल पति हजुर धेरैको सिङ्गल
एउटै पति राखेर बस्ने, धेरै महिलाले एक पति राख्ने। बहुपत्नी भनेको त बहुपत्नी होइन, यस्तो भयो। पतिले छनौट गरेको होइन नि त, पत्नीले छनौट गरेको भनेपछि एकल पति राख्ने धेरै श्रीमतीहरूले, धेरै श्रीमान राख्ने एकजना, जता पनि महिलै प्रमुख भए। त्यसले गर्दा चाहिँ अब त्यो चाहिँ खास गरी किन यसरी भयो चाहिँ, त्यहाँ चाहिँ यस्तो संस्कृति किन निर्माण भयो भन्दाखेरि चाहिँ त्यो त सबै त्यहाँको अर्थव्यवस्था होइन। अब अर्थव्यवस्था चाहिँ त्यहाँको यो फर्टाइल एन्ड उब्जर यो कुरा अब राज्यमा बस्नेले सुनिदिनु होला होइन। त्यो चाहिँ कस्तो भने नि, जस्तै हामीले एउटा कुरा त नेपालमा म चाहिँ के भन्छ, म चाहिँ घुमिरहेँ होइन, यस्ता कुराहरू चाहिँ नेपालमा यो घुम्नु पर्दो रहेछ होइन, घुमेपछि नै देखिने कुराहरू होइन। अब यो तपाईँको चाहिँ अब तर अब हामीले चाहिँ यो मूलधारको संस्कृति, मूलधारको आँखाबाट चाहिँ मात्रै हेर्नु भएन क्या होइन। यो जस्तै यो यस्ता संस्कृति हामीमा यस्ता संस्कृति छ नि त होइन। अब यस्ता संस्कृति चाहिँ हामीले जस्तै अब म एउटा हजुरलाई एउटा सानो एउटा घटना भनौँ है। यो जब मैले यो चाहिँ हुम्लाको स्टडी गरेर चाहिँ होइन आएपछि चाहिँ मैले मार्टिन चौतारीमा मैले एउटा यही विषयमा चाहिँ पेपर प्रेजेन्टेसन गरेको थिएँ है, केही वर्ष 5-7 वर्ष अगाडि, अलिक अगाडिकै कुरा हो। त्यतिखेर चाहिँ एकजना म्याडम हुन्थ्यो, उहाँ चाहिँ प्रोफेसर हुनुहुन्थ्यो, नाम चाहिँ म तोक्दिनँ। उहाँले यही कुरालाई चाहिँ छाडा प्रवृत्ति भन्नुभयो होइन। हामीले मलाई के लाग्छ भने हामीले त्यो छाडा प्रवृत्ति भनिरहँदाखेरि चाहिँ सबैभन्दा पहिला चाहिँ हामीले कुनै पनि संस्कृतिलाई चाहिँ दोष दिनुभन्दा नि होइन, त्यसको नेगेटिभ पोजिटिभ त होला, तर दोष दिनुभन्दा पहिला पनि त्यसको इतिहास चाहिँ अध्ययन गर्नुपर्ने रहेछ क्या होइन। उहाँले के आधारमा छाडा होइन, उहाँले त अब यो एउटा महिलाले 4-5जनालाई सँग बस्ने भने त्यो त एक किसिमको यता यो हामी सहरको आँखाबाट होइन। अब उहाँलाई यस्तो लाग्यो, यस्तो हुन्छ हामीले हेर्ने भनेको यो समाजलाई भनेको यहाँ भएका चिजले के उहाँ एक खालको भरिएर आउनुभएको छ कि धेरैजनासँग शारीरिक सम्बन्ध राख्नु भनेको चाहिँ छाडा हुनु हो भन्ने उहाँसँग छ। तर साँच्चै प्रकृतिले के भन्छ भने, थोरै व्याख्या गरौँ न त होइन, थोरै भित्र छिरौँ न त। प्राकृतिक रूपमा चाहिँ के हुन्छ भने हामी स्वयंवर के हो त, वर छान्नु भनेको धेरै लोग्नेहरूमा होइन। प्रकृतिले के भन्छ भने धेरैजना लोग्नेमा सशक्त को छ त्यो छानेर लिनु र त्यसको आधारमा बच्चा जन्माउनु। आमा हो नि त स्त्री भनेको त, उसले त भावी पुस्तालाई सशक्त बनाउनु पर्छ। सो प्रकृतिको थर्डमा त सशक्त लोग्ने छान्नका लागि उसलाई त्यो शक्ति दिएको हुन्छ। जस्तो एउटा गाईको बाछो के हुन्छ भने जब कोरली हुन्छ उसलाई बच्चा जन्माउनु पर्ने हुन्छ, ऊ एउटा होइन बथानमा जान्छे होइन, गाई बस्तुहरूको बथानमा जान्छे। जब खुल्ला गाईहरू चराइन्छ नि, यो चाहिँ हामीले खुद आँखाले भोगेको के, कोरली भएपछि चाहिँ अब बथानमा चढाइरहेको हुन्छ, ऊ कुदेर अर्को बथान जान्छे होइन। बुवाले भन्नुहुन्थ्यो आज त्यो कोरली अर्को बथानमा जान्छ र तिमीहरू छोडिदिएर सकेनौ भने छोडेर आउनु भन्नुहुन्थ्यो क्या। अर्को बथानमा जान्छे, त्यहाँ खोज्छे, त फेरि अर्को दिन अर्को 15 हप्ता लगाएर ठाउँ खालखालको बथानमा खोजेपछि उसलाई जुन बथानको साँडे चाहिँ उसका लागि उपयुक्त थियो, उसको हाइट, उसको होइन दुध दिने क्षमता, प्राकृतिक रूपमा ऊ त्यो होइन अब्जर्भ गर्न सक्छ र त्यही साँडेको छेउमा जान्छे र ऊ आफूलाई सम्भोग गर्नको लागि ऊ अनुमति दिन्छे र आमा बन्छ के भनेको यो प्रकृति हो। महिलाहरू पनि त्यही प्रकृतिभित्र छन् कि उनीहरूलाई त्यो आफ्नो शरीरमा उपयुक्त लोग्ने खोज्ने होइन, स्वयंवर भनिन्छ नि, त्यही आधारमा स्वयंवर भनिएको, त्यो वर खोज्ने क्षमता छ। यस आधारमा त महिलाहरूसँग त त्यो होइन त्यो छनौट गर्ने क्षमता छ भनेको चाहिँ यसलाई त छाडा भनियो भने त प्रकृतिको खिलाफ पो भयो त होइन। छाडा भन्दा नि त एउटा कुरा चाहिँ हामीले स्कुलिङ, हामी जुन हाम्रो स्कुलिङहरू छ नि होइन, थर्ड लिएर आएको छौँ, हामीले कस्तो थर्ड लिइरहेका छौँ होइन। र अहिले गर्दाखेरि अब मैले चाहिँ जोड्नु यहाँ भनेको चाहिँ के भन्दा चाहिँ हामीले अझै पनि हामीले स्टडी गर्ने कुराहरू, नेपाली समाजहरू अध्ययन गर्ने कुराहरू होइन, हाम्रो समाजहरूको अध्ययन गर्ने कति धेरै कुराहरू रहेछ होइन। भनौँ चाहिँ यो एउटा हामीले एउटा सानो पार्ट त यो एउटा बहुपति हो नि, जुन अहिले हामी यहाँ खुलेर होइन। बहुपतिभित्रै पनि हेरौँ न, धेरैजना महिलाहरूले एकजना श्रीमान राखेर बसेको पनि रहेछ छ त फेरि। संस्कृति त प्रकृति अनुसार बन्दो रहेछ नि त। त्यसमा चाहिँ कस्तो हुन्छ भने नि म्याम, जस्तै कहिलेकाहीँ चाहिँ के हुन्छ भने हामीले हाम्रो संस्कृति बचाइरहँदाखेरि यो अहिलेको यो जुन यो आधुनिकीकरण हरेक कुराले यो विकास जुन अहिले छ नि अभियानहरू, विकासका कुराहरू, त्यसले पनि कहिले कहाँ असर चाहिँ पर्दो रहेछ क्या। जस्तै मैले हुम्लाकै म 2टा उदाहरण दिन्छु है। हुम्लामा चाहिँ के छ भने र त्यसको यो नियम, त्यसको मूल्य मान्यता पनि कसरी प्रभाव पर्दै लाग्दो रहेछ भन्दा चाहिँ हुम्लाको लिमी होइन, जहाँ बहुपति प्रथाको एकदम धेरै छ माथि लिमितिर, र अर्को चाहिँ तल त्यो सिमीकोट बरगम प्रमसी है।
अब हुम्लाको लिमीमा चाहिँ के हुन्छ भने जस्तै अघि मैले कुरा गरेँ एउटा महिला चाहिँ औपचारिक रूपमा त उसको बिहा हुँदैन तर उसले कोहीसँग सम्बन्ध राख्छ होइन सम्बन्ध राखेपछि उसको के हुन्छ भने उसको पेटमा बच्चा बस्छ होइन पेटमा बच्चा बस्छ त्यसले चाहिँ उसले के गर्छ भन्दाखेरि चाहिँ अब त्यहाँको लिमीवास समाजको मान्यता चाहिँ होइन अन्त कसैले माया गर्यो होइन हाम्रो छोरीलाई होइन यता हामी त त्यसलाई त छाडा भन्छौँ नि कसैसँग अवैध रूपमा सन्तान जन्माएको त्यहाँ चाहिँ होइन हाम्रो सन्तान हाम्रो छोरीचेलीले चाहिँ एकदम कसैले माया गरेर चाहिँ एकदम राम्रो भयो भने उहाँहरूको एउटा सोच्ने होइन होइन त्यस पछाडि फेरि त्यो महिला आफैले पनि होइन गर्व त बसेको छ नि त्यो गर्व चाहिँ उहाँले भगवानको यो रूप भनेर देख्नुहुन्छ क्या पेटको बच्चाले होइन यो बच्चाले चाहिँ यसले सुन्दर संसार देखाउनुपर्छ यो बच्चा होइन यो चाहिँ भगवान हो मैले भगवान चाहिँ लिएर आएको छु चाहिँ उहाँको भगवानप्रतिको आस्था आफ्नो सन्तानले होइन जबकि त्यहाँभित्र चाहिँ तपाईँको चाहिँ त्यो नेगेटिभ नराम्रो परिवारले घृणाको रूपमा हेर्दैन कस्तो सुन्दर भगवान होइन किनभने यसले जन्म दिनुपर्छ होइन जन्म दिए ऊ जसो तसो बाँच्छ जसो तसो उसले संसार देख्छ होइन जसो उसले चाहिँ भोलि आफै अगाडि बढ्छ भन्ने छ तर तलतिर चाहिँ यो जब यो सदरमुकाम छ नि सिमीकोटतिर त्यहाँ चाहिँ फेरि के भयो त्यहाँ त विकासहरू पुगे सदरमुकाम पनि पुगे होइन अब त्यहाँ भएपछि त्यहाँ तल के तल चाहिँ होइन कसैले यसरी त्यो होइन अब औपचारिक बिहा बिना बच्चा नै यो छ होइन अब यसले चाहिँ अवार्ड छ नि अब होइन अहिले त्यसले त्यो एबर्सनको कुराहरू छ होइन किनभने यसलाई चाहिँ नराम्रो होइन अब त्यो नराम्रो सोच चाहिँ कहाँबाट आयो भन्दाखेरि त्यो चाहिँ तलको विकासे चेतहरू हो नि त त्यहाँ सदरमुकाम आइसके पछाडि होइन त्यहाँ चाहिँ अब हरेक कुराहरू सुविधाहरू आइसके पछाडि चाहिँ होइन अनि त्यसले चाहिँ लु यो चाहिँ राम्रो होइन रहेछ भने चाहिँ यसलाई चाहिँ एबर्सन गर्नुपर्छ भने चाहिँ तल चाहिँ बच्चाहरू चाहिँ एबर्सन गर्ने कुराहरू होइन भन्ने कुराहरू भनेपछि तपाईँको यो चाहिँ संस्कृति पनि त्यो केही न केही चाहिँ त्यहाँको विकास योजनाहरूले होइन त्यहाँको हामी विकास सँगसँगै आधुनिकीकरण सँगसँगै चाहिँ प्रभाव चाहिँ पर्दो त्यो चाहिँ ठाउँ अनुसार छ म चाहिँ लिमीतिर त एकदम तपाईँ पुग्नुपर्छ लिमी त एकदम तल सदरमुकामदेखि धेरै टाढो हो नि त माथि होइन त्यहाँ त अहिले पनि त्यस्तो खालको तलकाहरू यस्तो सोचहरू त माथि अझै समय लाग्छ टेलिफोन टिप्दैन त्यहाँ पुग्न दिनभरि गाडीमा हिँडेर होइन अनि बल्ल पुगिने हो त्यो ठाउँमा एउटा गाउँदेखि अर्को गाउँ जानलाई दिनभरि हिँड्नुपर्छ त्यस्तो ठाउँमा हामीले जस्तै हाम्रो सोचहरू हाम्रो चेतहरू पनि तपाईँको चाहिँ हामी जुन ठाउँमा गइरहेको छौँ अथवा जुन ठाउँको हामी अध्ययन गरिरहेको छौँ त्यही ठाउँ अवस्थिति अनुसार व्याख्या गर्नु पर्यो हैन त्यही ठाउँ अनि मात्र हाम्रो चाहिँ यथार्थमा जाँदो रहेछौँ नत्र भए तपाईँको चाहिँ फेरि यताबाट हामी भयो भने त त्यो त फेरि अलिक नराम्रो भयो नि अब म एकचोटि मेघालय पुगेको थिएँ हैन अब यो हामी बहुपति प्रथा भनेपछि महिलाहरूको लिडरसिप भएको समाजकै कुरा गर्दैछौँ नि त त्यहाँ पुग्दा चाहिँ मैले देखेको एकजना साथी मलाई सुनिरहनु भएको होला होइन उहाँ नेपाली बुझ्न सक्नुहुन्छ उहाँ खासमा खासी जातिको महिलाबाट जन्मिनु भएको पुरुष चाहिँ बा चाहिँ नेपाली भएका कारणले नेपाली बुझ्नुहुन्छ मलाई सुन्दै हुनुहुन्छ भने मैले एकदम मिस गरेको छु म उहाँसँग जोडिन पुगेँ मेघालय गएपछि उहाँसँग भेट भयो र उहाँले उहाँको माइती लिएर जानुभयो मतलब उहाँले चाहिँ कोही अर्कै केटीसँग बिहा गरेर अर्कोमा जानुपर्छ उहाँ अनि उहाँको बहिनीहरूले चाहिँ छोरा मान्छे बिहा गरेर घर ल्याउनुहुन्छ होइन यस्तो संस्कृति रहेछ त्यहाँ होइन छोरी मान्छेले चाहिँ बिहा गरेर घर ल्याउने छोरा मान्छे चाहिँ बिहा गरेर जाने अनि उहाँले उहाँको माइत लिएर जानुभयो यस्तो माया गर्ने यस्तो केयरिङ गर्ने बुहारी त चाहिँ पलाएर बस्ने बुहारी भन्ने जो हुन्छ छोरीहरूले ज्वाइँहरूले खाना बनाएर खुवाउने त्यहाँ घरका भनेको यति सशक्त समाज छ फेरि महिलाहरू सशक्त छन् अनि उनीहरू के ठान्छन् भने त्यहाँ पहिला चाहिँ यो बिहा गरेर पुरुषको घर जाने समाज त कति पीडित छन् हौ महिलाहरू कति दुखिएको पखेटा काटे जस्तै हुने हामी त त्यस्तो छैनौँ भन्छन् के भनेको जसरी जिए पनि हुँदो रहेछ नि त हामी के ठान्छौँ भने अर्काकै घर बिहे गरेरै जानुपर्छ भन्ने हाम्रो त्यो कन्सेप्ट च्याप्प छाप बसेर न यो भएको हो हाम्रो सोच्ने तरिका त्यसबाट तयार भएको हो होइन अनि हामी केलाई छाडा केलाई नछाडा पहिल्यै सेट छ क्या हामी भित्र पुरै हाम्रो एउटा सेटिङबाट हामी चल्नु खोज्छौँ क्या अनि त्यसका आधारमा हामी समाजलाई हेर्छौँ र हामीले राम्रो यो नराम्रो हाम्रो थट बस्छ तर अहिले जुन ठाउँमा होइन अब समाज आइपुग्यो अब के का लागि बिहा गरेको थियो पहिला भन्दाखेरि त्यहीँको हेर्ने भने आर्थिक अवस्थाले त्यो विवाह भएको थियो दुईजना लोग्ने स्वास्नी मात्रै अथवा परिवार किन बनिएको थियो भन्दाखेरि महिलाहरूले मात्रै बच्चा उत्पादन गर्न सक्दैन थिए होइन होइन पेटमा बच्चा बसे पनि बच्चा हुर्काउन सक्दैन थिए अहिले के छ घरमै डक्टर राखेर नर्स राखेर होइन महिनौसम्म नर्स आफ्नो केयरिङ आफै गरेर
हुर्काउन सक्छन् नि त महिलाहरू, सक्षम भयो नि त। पहिला जस्तो सामूहिक समाज बस्नु पर्दैन नि। आज एउटा कोठामा खानेकुरा सबै भेला गरेर पानी होइन गरेर टोयलेट त्यहाँ हुने हो भने त 2 वर्षसम्म एउटै कोठामा रहन सक्छ त एउटा मान्छे। भनेको जिउने तरिका फरक परिसक्यो नि त होइन। अनि अब अहिलेको लागि म शुक्रकिट बरो गरेर पनि बच्चा जन्माउन सक्छु होला। उसको राइट्सको कुराहरु त्यही त अधिकारको हो, कुरा आयो हैन। फरक अवस्था भयो। अवस्था के थियो र ऊ कसरी जियो त्यस आधारमा संस्कृति तयार हुने हो। होइन त्यो त तपाईँको चाहिँ एउटा कुरा चाहिँ अब समयअनुसारको संस्कृति त्यसरी निर्माण पुनर्निर्माण जाने हो होइन। हामीले कसरी सोच्ने भन्ने कुरा मात्रै हो होइन। बाँकी कुरा त अब आफै त्यो मिल्दै जाने कुरा हो होइन। तर अब हामी जुन अहिले हाम्रो यो जेनेरेसनमा हाम्रो यो जुन अब हाम्रो पुस्तामा छ नि, अब हामीले संस्कृतिलाई कसरी बुझ्छौँ भन्ने कुरामै भर पर्ने कुरा हो। म हजुरलाई एउटा उदाहरण दिन्छु है त। हजुरले खासै कुरा गर्नुभयो। यो अहिले केही महिना अगाडि अहिले पनि एकदम चर्चा आएको छ, जारी भन्ने मुभी धेरै चर्चा आइरहेको छ। जारी म आफै लिम्बू कम्युनिटी जारीमा चाहिँ त्यो हाङमा भन्ने त्यहाँको एकजना पात्र होइन, हाङमा चाहिँ अब एउटा श्रीमानसँग चाहिँ मन नमिलेपछि माइतीहरूले चाहिँ ल तिमीलाई जेठो श्रीमानसँग यदि बस्न मन छ तिमी अर्कै ठाउँ लाउरेसँग जाऊ न त भनेर चाहिँ माइतीहरूले चाहिँ लाउरे खोजिदिन्छन् होइन हाङमालाई होइन। त्यसको मतलब के हुन्छ, उहाँ चाहिँ एज अ महिला माइतीबाट प्रोटेक्टेड हो नि त। एज अ माइतीले होइन, एज अ माइतीले नै एउटा चाहिँ अर्को केटा खोजिदिने भन्दा हाम्रो समाज त त्यो पनि एक किसिमको त अलिक फरक हो नि। अब त्यसरी हेर्दाखेरि चाहिँ अब तपाईँ एज अ म र तपाईँ बिच पनि फरक छ नि त। तपाईँ फरक छ हाम्रो होइन, हामी अब हाम्रो कम्युनिटी पनि फरक छ नि त होइन। अब हामीले जस्तै हजुरको समुदायबाट मेरो समुदायको हेर्दा मेरो आँखाबाट हजुरको आँखाबाट हेर्नु पर्यो होइन। अब अघि हजुरले त्यो खासी अथवा नागा उताको कुरा गर्नुभयो नि होइन। हजुर अब हामी त पूर्वतिर के पर्यो के अरे हाम्रोतिर हजुरले याद छ नि, पहिला गाउँको खुब मान्छे सिलाङमा जान्थे नि होइन। र सिलाङमा मेरै गाउँ धेरै सिलाङमा गएको थियो पहिला कोइला होइन। अनि कतिपय चाहिँ हाम्रो आफन्तहरू उतै नै हराउनु भएको छ क्या होइन। पछि बुधबार चाहिँ उहाँहरू चाहिँ उतै बिहा गरेर बस्नु भएको छ होइन। त्यहाँ खसीहरूले चाहिँ उहाँहरूलाई चाहिँ उता बिहा गरेर होइन। अब बुहारी भनौँ न अघि हजुरमा छ होइन, बुहारी बनाएर चाहिँ उतै राखेपछि त अब सबै अधिकार चाहिँ अब बुहारीले कन्ट्रोल गर्ने होइन। एज त्यो अब छोरा त बुहारी नै भनौँ त उताको होइन। अनि बुहारी चाहिँ अब यसो प्रयोगको रूपमा बसेर चाहिँ बुहारी अब यताको चाहिँ हाम्रो छोरी मान्छे उता चाहिँ फेरि छोरा मान्छे बुहारीकै रूप लिएर बस्नुपर्ने। अनि उहाँहरू चाहिँ अब गाउँ घरबाट बाहिर मुक्त नहुने है, किनभने अब बुहारीको त बाहिर उम्किनु गाह्रो छ नि त। त्यही भएर हाम्रो गाउँका धेरै चाहिँ छोरा मान्छेहरू त्यहाँ चाहिँ गएका देखिन्छ होइन। अब त्यसरी हेर्दाखेरि चाहिँ अब अघि हजुर भने उताको समाज जुन ठाउँको समाज होइन, खसिया खासीहरूको सिलाङका खासीहरूको समाज र यता हाम्रो समाज त फरक छ नि त, कति फरक। तर अब फेरि उहाँले त्यही समाज राम्रो लाग्दो, कति सुन्दर लाग्छ। यता हामीले फेरि त्यस्तै होला भनेपछि यो कुरा चाहिँ जसरी जिउँदा पनि त हुँदो रहेछ। जसो तसोको त्यही त हामीले होइन जसरी जिउने होइन जिएका छौँ होइन, त्यसले खालि त्यो ब्यालेन्समा राख्ने मात्र हो क्या हामी भित्र होइन। अब हामी चाहिँ कतिको तपाईँको चाहिँ हामीले चाहिँ त्यसले नेगेटिभ पोजिटिभ कतिको असर पारेको छ होइन। त्यो पनि फेरि तपाईँको अलिकति तलमाथि भइहाल्छ होइन। यो पनि एज अ पोलिटिक्स जस्तो क्या, एज अ ब्यालेन्समा नि होइन। अहिले हामी यो महिला पुरुषको जुन अहिले चाहिँ लाङ्गिकता कुरा गर्छौँ नि होइन, महिला पुरुष यो पनि एज अ ब्यालेन्स। अब तपाईँको चाहिँ तलमाथि त हुने भएन, एउटै तराजुमा सँगै त हुँदैन होइन। सोचले फरक पर्छ एउटै संस्कृतिभित्र पनि होइन। खालि एज अ यो त म एज अ पोलिटिक्स जस्तो लाग्छ। किनभने अब अहिले त अब यो महिलाको कुराहरू अहिले थाहा छ हजुर, यो के अरे अहिलेको समाजमा फेरि पुरुषहरू धेरै पीडित पनि छन् त होइन। किन नहुनु, त्यसले गर्दा यो चाहिँ एज अ बार्गेनिङ जस्तो क्या, लेनदेनको जस्तो लाग्छ मलाई चाहिँ है। सुन्दर, एकदमै सुन्दर। कसरी जिउँछ भन्नेले संस्कृतिले मात्रै पनि फरक पर्यो, ठाउँले फरक पर्यो, त्यहाँबाट त्यहाँको संस्कृतिले फरक पर्यो, त्यसको उसको मनस्थितिले त फरक पर्यो होइन। अब एउटै महिलाको 5 जना दाजुभाइ श्रीमान छन् अरे, अब कोही श्रीमान पीडित फिल गरिरहेको हुन्छ, कोही होइन एकदम खुसी फिल गरिरहेको हुन्छ। व्यवहार एकै पनि हुन सक्छ। यो म चाहिँ कहिले के लाग्छ भने नि यो हाम्रो जिन्दगी नै यो लेनदेन मात्रै हो क्या होइन। लेनदेन गर्दा गर्दै जिन्दगी बित्छ त होइन। त्यहाँभन्दा हामी मुक्त छैनौँ नि। कति सुन्दर। त्यसले गर्दाखेरि तपाईँको चाहिँ मलाई चाहिँ यो खालि यो एक किसिमको तर यो एउटा यस्ता कुराहरू चाहिँ हामीले एकदम तपाईँको चाहिँ होइन यो एउटा अघि जुन लेनदेनको कुरा गर्दाखेरि चाहिँ अब हामी त्यहाँबाट कहीँ बाहिर त छैनौँ नि, त्यही वरिपरि छौँ होइन। हामी जति अहिले कुरा गर्छौँ यो पनि एज अ लेनदेन समाजको कुरा गर्छौँ होइन। खालि त्यो लेनदेनको मात्रै कुरा गरिरहेको छौँ क्या होइन। को राम्रो के नराम्रो भन्ने मात्रै कुरा गरिरहेको छ। त्योभन्दा तर फेरि हामीले फेरि त्यही पनि केही सेटबाट भन्दा
हामीलाई पहिल्यै भनिदिया छ यो राम्रो यो नराम्रो होइन अनि त्यस आधारमा हामी चिजलाई देख्छौँ कि न कि होइन यो सबैबाट बाहिर निस्केर त धोइ के हो भन्दाखेरि चाहिँ हामीले अरूभन्दा अलिक फरक तरिकाले यसो पो हो कि भन्ने हामी अनुमान गरेर त्यहाँसम्म चाहिँ गइरहेको छौँ होइन यो यस्तो हाम्रो समाजले यसले यसो भनेको छ तर योभन्दा फरक तरिकाले हेरे हुन्थ्यो भन्नेसम्म चाहिँ हामी पुगेका छौँ नि होइन त्यो मानेमा चाहिँ हामी अरूभन्दा अलिकति फरक तरिकाले चाहिँ हामी फरक त्यति त्योभन्दा धेरै फरक चाहिँ छैन कि होइन मलाई चाहिँ अब मलाई साह्रै चाहिँ नि त अब यो कसरी तयार भयो होला भनेर जिज्ञासा लागिराखेँ किनभने महाभारत कालमा पढेको हो नि त होइन अब संस्कृति अनुसार प्रकृति अनुसार संस्कृति बस्यो भनेपछि विकास हुन बाँकी भएछ होइन त त्यो ठाउँमा अनि थोरै अब उहाँहरू बाहिर निस्किसक्नु भएको त संरचना फरक भयो एकचोटि छक्कबहादुर दाईसँग कुरा हुँदा दाई भन्दै हुनुहुन्थ्यो कहाँ बिनु बहिनी विदेश गएर आएको एकजना अमेरिकामै बसेको रहेछ उसको चाहिँ कान्छो श्रीमान थियो त्यो कान्छो छोरा थियो उसले त आएर भाउजूलाई सगुन बुझाएर भाउजूसँगै बसेको छ म त्यो त बे गर्दिनँ भनेर भन्नुहुन्थ्यो भनेको सबै संसार हेरिसकेपछि पनि कोही कोही फेरि त्यही ठाउँमा आइपुग्नेहरू पनि हुनु होइन तपाईँको चाहिँ मैले अघि भने नि संस्कृतिको त खालि नेगेटिभ त होइन पोजिटिभ कुरा पनि छ नि त उहाँले युरोपको बाहिरको देख्नुभयो होला होइन अहिले पनि त हामीले बाहिरको संसारिताको त त्यति अहिले किन विदेश गएकाहरू फेरि किन नेपालमा फर्केर आउँछन् भन्दा त उताको समाज होइन हाम्रो जस्तो एज समाज नपाएर पनि त यता आउनु भएको होला नि त भनेपछि हामीले कुन समाजमा चाहिँ हामी खुसी हुन सक्छौँ होइन खोजेको त हामीले खुसी मात्रै खुसी नै अरू के होइन खुसी नै होइन हामी कुन समाजमा चाहिँ हामी खुसी खोज्छौँ त होइन अब संसार गर्ने आखिरी खुसी त नहुँदो रहेछ नि त त्यसले अब अघि छक्कबहादुर दाईको कुरा चाहिँ उहाँले त्यो भन्नुभएको थियो उहाँ चाहिँ अब उता गएर अर्कै बेर लास्टमा फेरि भाउसँगै म बस्छु भनेको मतलब त उहाँको पनि त्यो तपाईँको चाहिँ खुसी त्यहीँ थियो होला होइन अब त्यहाँ उहाँले के देख्नुभयो होला होइन त्यसले गर्दा चाहिँ यो सबै तपाईँको चाहिँ एज यो एउटा खुसी अनि यो एउटा समाजलाई हामीले कसरी बुझ्छौँ भन्ने कुरामै भर पर्छ जस्तो लाग्छ मलाई चाहिँ होइन त्यस्तै लाग्छ मलाई चाहिँ सुन्दर भनेको हामीमा के तयार हुन्छ होइन हामी चिज प्रति के थर्ड राख्छौँ त्यसको के होइन मतलब पानी भनेर देख्छु कि म यो चिजलाई अमृत भनेर देख्छु एक्ज्याक्टली होइन चिज त उकै नै उही नै हो अब म अमृत भनेर पिएँ भने यति खुसी हुन्छ होला यति बिन्दासमा पिउँछु होला होइन पुरै म शरीरै सिन्चित भएको फिल गर्छु होला पानी भनेर पिएँ भने म प्यास मेट्ने कुरासम्म मात्रै रहन्छु त्यही हो तर त्यही त चिज त एकै हो नि कति ब्यालेन्समा जाने भन्ने कुरा मात्रै हो कि होइन त्यो ब्यालेन्स चाहिँ तलमाथि हुन्छ जस्तै अब हामीले अहिलेसम्म तपाईँको चाहिँ यो पोलिएन्ट्री जो हामी बहुपति नेपालमा चाहिँ यो पोलिएन्ड्री है अब पोलिएन्ड्री बहुपति किन अहिले संसारका अथवा चाहिँ तपाईँको चाहिँ स्कलरहरूको रिसर्चहरूको चाहिँ किन आँखाको केन्द्र भयो भन्दा चाहिँ त्यो त संस्कृति थियो नि त जो अहिले हामी राउटेहरूले त पुरा चाहिँ सबैको एउटा केन्द्र जस्तै भएको छ होइन राउटे के हो त राउटेको बारे भन्नाले त्यो पनि त त्यसको संस्कृति एउटा त्यसको महत्त्व त भयो नि त त्यो मान्छे त्यो पनि एज होइन कमल एउटा फुल हो नि त त्यो होइन जस्तै अब हुम्ला मलाई लाग्छ हुम्लाको एउटा सुन्दरता भनेको चाहिँ बहुपति प्रथा पनि हो होइन सम्भवतः बहुपति प्रथा त्यहाँ नहुनु भने त्यो पनि एक किसिमको एउटा चाहिँ त्यहाँ बगैँचाको फुल हुन्छ नि हुम्ला हुन त कर्णाली आफैमा सुन्दर पनि हो होइन धेरै कुराहरू छ कर्णाली क्षेत्रभित्रको एउटा सुन्दर त बहुपति संस्कृति पनि हो नि त त्यही त धेरैले अचेल बचाउनुपर्छ यसलाई भनेर पनि हिँड्नु भइरहेको छ त्यसले गर्दा चाहिँ तर त्यो संस्कृतिले चाहिँ अब त्यही हो तपाईँको त्यो अब त्यहाँ खोज्दै लाँदा त्यसको कति कुराहरू होला अब अघि जेन्डरको कुरा महिलाको समस्याको कुराहरू पनि आयो होला होइन नराम्रो पाटो त अवश्य हुन्छ त्यसले कसरी मिलाउँदै लाने भन्ने नै होला जस्तो लाग्छ नत्र तपाईँको चाहिँ एउटा चाहिँ अहिले हामी यो संस्कृतिको कुरा गरिरहेको छौँ होइन अब संस्कृतिहरू पनि आफैमा सुन्दर पनि छ त्यसले गर्दा चाहिँ अब त्यो चाहिँ एउटा संसारका मान्छेहरू नेपालमा आएर होइन हुम्लामा गएर किन अध्ययन गर्छ बहुपति प्रथाको किन अध्ययन यो त एज हाम्रो देशको त एउटा गहना पनि हो नि त होइन हामीले जस्तै अहिले तर अहिले त हामीले महाभारत कालमा चाहिँ एउटा द्रौपदीको चाहिँ होइन 5 जना श्रीमान थियो किताबमा पढिन्थ्यौँ होइन तर अहिले तपाईँको हाम्रै नेपालभित्र हामी पो अहिले काठमा आएर मजाले त्यो हुम्लाको बारे कुरा गरिरहेको छौँ र हाम्रो दूर गाउँघरतिर समुदायमा त अझै पनि यो विषयमा त थाहा छैन होइन अझै उहाँहरू बेखबर हुनुहुन्छ विषय होइन अनि कतिले चाहिँ अब त्यो त थोरै बुझेर यो त छाडा परेछ भन्ने पनि होला अब त्यो तरिकाले अब हाम्रो
सन्दर्भमा चाहिँ अझै यस्ता कुराहरू खोज्ने कुराहरू अध्ययन गर्ने कुरा चाहिँ अझै धेरै छ। तर तपाईँ हामीले चाहिँ यो कुराहरूलाई चाहिँ होइन अझ खोजी गरेर यो विषय यसरी पोडकास्टमा त अलिकति अगाडि ल्याएर सारा मान्छे यो विषयमा चाहिँ उहाँहरूले पनि एउटा होइन अब चाहिँ म्यासेज दिएर यो विषयमा चाहिँ उहाँहरूले पनि भनिदिएर होइन चाहिँ यो गर्नुपर्छ गरिरहेको छौँ। यो चाहिँ राम्रो हो जस्तो लाग्छ। सुन्दर, थ्याङ्क यू सो मच। अब मलाई अझै एक स्टेप थोरै भित्र पसौँ अनि सकौँ होला। मलाई साह्रै नि त अब हामीभन्दा पछाडिको पुस्ता यसो पुस्ता छ जसलाई बच्चा त परेको कुरा होइन, विवाह त परेको कुरा, ऊ कुनै लोग्ने मान्छेसँग अथवा कुनै महिलासँग नजिक हुन पनि जाँदैन किनभने उसलाई प्राप्त छ। अनि भनेको हामी यस्तो अवस्थितिमा आइपुग्यौँ कि अब कुनै परिवार अथवा लोग्ने स्वास्नी भन्ने कुरा चाहिन छोडो। त्यो चाहिँ एउटा बाउन्ड्रीको रूपमा एउटा चाहिँ त्यसलाई चाहिँ के भन्छ त्यसलाई चाहिँ एउटा बन्धनको रूपमा चाहिँ लिन थाल्यो मान्छे एकदम फ्रिडम हुन थाल्यो नि त। यो त सिकाको फेरि यो विकास भनिएको समाजले नि हो। किनभने पहिला पहिला समूहमा होइन गाईबस्तुको समूहमा आफै बाछाले साँडे खोज्थ्यो हुन्थ्यो भने पछि पछि बाँधेर साँडे लाउन थाले। अहिले साँडेको सुई मात्रै लिएर लाइन्छ होइन। अब मान्छेको पनि त्यही भयो होइन। अब त सुई पनि नलाउने भन्ने ठाउँमा आइपुगिसक्यो होइन। महिलाहरू शुक्रकिट परो गरेर पनि बच्चा नपाउने भनेको हामी यस्तो समाजमा आइपुग्यौँ। एडभान्स हुँदै 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 समाज यो ठाउँमा आइपुग्यो। कसैका लागि यो विकृत पनि होला तर कुनै अर्को यस्तो समाज निस्कनका लागि यो एउटा होइन त्यो ठाउँ हुँदै गुज्रिएको पनि हुनसक्छ। अब बोली जे होला तर यसलाई चाहिँ तपाईँ कसरी लिनुहुन्छ कि आजका महिलाहरू अथवा आजको पुरुषहरू परिवारसँग होइन कि उनीहरूको जीवन जिउने कुरालाई चाहिँ प्राथमिकतामा राख्छन्, खुसी हुने कुरालाई चाहिँ प्राथमिकतामा राख्छन्। अब उनीहरू ठान्छन् कि परिवार हुनु खुसी होइन होइन। उनीहरू ठान्छन् कि दुईजना सियरिङ गर्नु खुसी होइन। हिजो 4-5 जना लोग्ने राख्नु खुसी थियो होइन त। 4-5 जना लोग्ने अथवा 3-4 जना दिदीबहिनी भएर एकजना मात्रै लोग्ने राखो भने चाहिँ जीवन खुसी हुन्छ भन्ने ठाउँमा थिए। आज पनि हाम्रा हिमालतिर छन्। तर आज यो ठाउँमा आइपुग्यो हाम्रै ठाउँको यही ठाउँको समाज कि सेकेन्ड पर्सन हुनु, मेरो साथमा हुनु चाहिँ मलाई मेरो स्वतन्त्रता हनन हुनु हो, खुसी हनन हुनु हो, खुसी खोसिनु हो भन्ने ठाउँमा आइपुग्यो। अब यो बिचको समाज चाहिँ नि त अब कता जाला मलाई एउटा चाहिँ बिनुजी मेरो विचारमा होइन अब अघि धेरै कुरा गऱ्यौँ। हामी जतिसुकै कुरा गरे पनि 2-3टा कुरा वरिपरि हामी हुन्छौँ। एउटाको चाहिँ खुसी, हामी खुसी मात्रै खोजिरहेका छौँ। त्यही खुसीले हामीले यहाँसम्म पुर्यायौँ, समाज त्यहाँ गइरहेको छ। एकदम सही। तर खुसीसँग फेरि हामी फेरि यो नेचरभन्दा बाहिर कहीँ छैनौँ, प्रकृतिभित्रै छौँ होइन। त्यसले गर्दा चाहिँ अब हामी यो प्रकृति भनेको चाहिँ रोटेसन हो क्या। यो रोटेसनको वरिपरि हामी अब रोटेसनभित्र घुम्दै घुम्दै हामी समाज यो संसार घुम्दाखेरि चाहिँ हामी कहाँ पुग्छौँ भन्ने कुरो त लास्टमा त्यो चाकाचुटी भन्छन् त्यहीँ पुग्नुपर्छ। किनभने नपुगी त त्यो सम्भव छैन। हामी प्रकृतिबाट त टाढो जान सक्दैनौँ होइन। त्यसले गर्दा चाहिँ अब अहिले हामी सेपरेसनको कुराहरू गर्छौँ होइन। अहिले चाहिँ हामी स्वतन्त्रताको कुरा गर्छौँ। अघि धेरै कुराहरू गऱ्यौँ। यस्तो गर्दा गर्दै भोलि यस्तो दिन पनि आउँछ कि फेरि त्यस पछाडि हामी चाहिँ फेरि रिटर्न गो ब्याक नेचरमा होइन। त्यो आउँछ किनभने त्यो नआए त त्यो धरै छैन। यो त नेचरले आफै ल्याउँछ क्या प्रकृतिले है। हामी अहिले सेपरेसनको कुरा गरिरहेको छौँ। अहिले थाहा छ हजुरले अब अहिले चाहिँ धेरै मान्छेहरू सहरभन्दा गाउँ मन पर्न थाल्यो नि होइन। किन त्यो मन पर्न सहरको कतिको लाग्न थाल्यो नि त होइन। त्यो चाहिँ फेरि यतातिर उतातिर अब खोज्यो क्या। त्यो चाहिँ समयको माग हो क्या। त्यसले चाहिँ अहिले हामी चाहिँ यो सेपरेसन नहुने होइन धेरै कुराहरू चाहिँ अघि आइसक्यो। यस्ता कुरा चाहिँ गर्दै गर्दै लाँदाखेरि फेरि त्यहाँबाट नै फेरि उता मुक्त हुनु खोज्छ नि। अनि त्यसले पनि उसले खुसी हामी खालि खुसी मात्रै खोजिरहेको छौँ। अनि अन्तिममा आएर फेरि हामी पहिलाको रोटेसनमा चाहिँ पुग्छौँ होइन। अनि फेरि यो चलिरहन्छ क्या। त्यसले चाहिँ हामी योभन्दा चाहिँ हामी मुक्त छैनौँ। र त्यही भएर मलाई चाहिँ लाग्छ हामी जहीँ गए पनि त्यति धेरै चिन्ता हुनुपर्छ जस्तो लाग्दैन क्या मलाई होइन। लास्टमा त्यही नै आउँछ। सुन्दर पिउपा अनि पिउपाबाट पुतली, पुतलीबाट फेरि अन्डा होइन अनि फेरि पिउपा हुँदै गरे एउटा। अब तर अब अहिलेको हाम्रो सम्झ हामी त खुसी हुन्छ स्वतन्त्र। हामी पछि स्वतन्त्र एकदम फ्रिडम हुँदा नै फेरि होइन मलाई त यो फ्रिडम भन्दा बरु बन्धनै चाहियो भनेर फेरि त्यहाँतिर गइन्छ होला होइन। किनभने यो त हाम्रो अधीनमा छैन नि त। यो त नेचरको अधीनमा छ नि त
प्रकृतिले त निरन्तर दिनु पर्यो नि त नभए त यो संसारले बिदाउँछ त्यस्तो लाग्छ मलाई चाहिँ कति सुन्दर टमाएर एन्डिङमा सुन्दर भेरी नाइस अब सानो केही एउटा शब्द भन्छु हजुरलाई त्यो शब्द भन्दा अब यत्रो लामो हजुरले होइन यत्रो हुम्लाका त्यत्र गाउँहरूमा महिनौँ बसेर हिमाल डुलेर यत्रो धेरै अध्ययन गर्नुभएको छ मान्छेको मनस्थिति अध्ययन गर्नुभएको छ काठमाडौँका नेवार बस्ती बसेर होइन आफै लिम्बू हुनु नै भयो लिम्बू संस्कृति छुट्टै छ यो बहुप्रति प्रथामा मात्रै केन्द्रित भयौँ हामी होइन अब यो एक्सचेन्ज कसरी हुन्छ होइन यो त कति छ कति कुनै दिन हामी बस्छौँ जरुर बस्छौँ हजुरको कतिवटा किताब छन् के योभन्दा अगाडि मेरो चाहिँ यस्तो भयो म्याम जस्तै मैले किन चाहिँ किताब लेख्नु चाहिँ ढिलो गरेँ भन्दाखेरि चाहिँ एउटा किताब लेख्नु आफ्नो गाह्रो कुरा हो होइन तर एउटा किताब तर मैले फेरि बाहिर निकाल्नु छ नि त फेरि यति धेरै समाज देखिया छ होइन त्यसले गर्दा चाहिँ अब म योभन्दा अगाडि मेरो एउटा किताब चाहिँ यो 5 थर चाहिँ लिम्बूहरूको निस्कियो होइन योभन्दा पछाडि अस्ति असारमा त्यो विमोचन भयो अब यो अहिले चाहिँ यो 10-12 वर्ष अगाडिदेखि म स्टार्ट गरेको जुन ठाउँबाट मैले चाहिँ मेरो नेपाल घुम्ने यात्रा सुरु गर्थेँ ताप्लेजुङ ओलाङचुङ गोला 10-12 वर्षको मेरो चाहिँ अब 1 महिना पछाडि प्रकाशन हुँदैछ होइन त्यस पछाडि चाहिँ किन यसरी मैले काम गरेँ यसरी गरेँ भन्दाखेरि चाहिँ नेपाल घुमेर मैले धेरै कुराहरू देखेँ क्या जुन कुरो चाहिँ बाहिर आउनु बाँकी थियो होइन अब त्यही तरिकाले चाहिँ म चाहिँ त्यो समाज देखेर त्यहाँको संस्कृति देखेर नै पनि म चाहिँ यो कुराहरू चाहिँ बाहिर ल्याउनु पर्छ भनेर चाहिँ म चाहिँ आफूले मोटिभेटेड भएँ क्या त्यसरी चाहिँ म चाहिँ लागेको होइन किनभने मैले म आफै एज अ यो होइन अब सोसियोलोजी एन्थ्रोपोलोजी पढ्दै गएँ होइन सोसियोलोजी एन्थ्रोपोलोजी भनेको त यस्तै नै विषय हो होइन त्यसपछि मलाई चाहिँ कहाँ प्लस पोइन्ट भयो भन्दा चाहिँ के अरे नेपालमा घुम्दै जाँदाखेरि चाहिँ होइन अब हामीले पहिले डोरहादुर विष्टहरू हर्कको नामहरू सुन्यौँ होइन तर त्योभन्दा अहिले जति पनि यो बाहिर त्यति धेरै किताबहरू चाहिँ त्यति नआइरहेको अवस्थामा चाहिँ अब मेरो पाटो मेरो चाहिँ भाग चाहिँ त्यहाँ आयो होइन भन्ने तरिकाले चाहिँ मैले चाहिँ लाग्यो होइन अब हेरौँ समयले कहाँ पुर्याउँछ हिमाली भेगमा कुन जातिहरू धेरै छन् कुन जातिको बसोबासो धेरै छ हामीले देख्दा त होइन आँखा तन्केको जनजातिहरू भन्दा बाहेक अरू दिमागमा आउँछ अरू पनि छन् कि के छ सबैभन्दा पहिला त हामीले हिमाली मान्छेले जो जातको आँखाबाट हेर्ने पनि हामी भ्रममा छौँ है हो यही चाहिएको मलाई किनभने हिमाली समुदायमा जात भन्ने हुँदैन है तर अब हाम्रो स्टेट त फेरि जात व्यवस्थाबाट चलेको छ नि त अब हाम्रो स्टेटमा त अहिले नागरिकतामा त तिमी यो फल्ना जातको फल्ना थरको भन्ना भने त नागरिकता पाइँदैन होइन अब त्यो समस्याले गर्दा चाहिँ अब हिमालका मान्छेहरू चाहिँ होइन जस्तै तपाईँको चाहिँ यो थाहा छ नि हजुरले लोमान्थाङ मुस्ताङतिर चाहिँ अनुहार चाहिँ भोटे अनुहारका लामा समुदाय तर थर चाहिँ विष्ट जात छन् हामीले बुझेको विष्ट तलका क्षेत्रीहरू हुन् होइन म एकपल्ट इन्ट्रेस्टिङ कुरा चाहिँ म प्रायः घुम्छु है म 3 महिनासम्म हुम्लामा घुमेको छु हुम्लामा 3 महिना घुमेपछि चाहिँ म फेरि प्रायः म चाहिँ गाडी चढ्दैन म अन द स्पोटै हिँड्छु होइन बाजुरा पुग्दाखेरि बाजुराको अङ्गपानीमा पुग्दाखेरि नि त्यो अङ्गपानी चाहिँ एउटा झुन्ड महिलाहरू भेटेको थिएँ म चाहिँ अलिकति झुन्ड देखेपछि त्यहाँ चाहिँ कुरा सोधिरहेको छु अनि तपाईँहरू के थरीहरू भन्नु मैले सोद्धाखेरि चाहिँ उहाँहरू चाहिँ म त्यो चाहिँ भोटिया मुल्काहरू क्या उहाँहरू त्यहाँको दङ्गाली भोटिया मुल्काहरू होइन अहिले भोटे भन्छ उहाँहरूलाई उहाँहरूको थर चाहिँ जात चाहिँ एउटाले चाहिँ म बोगटी भन्नुभयो अर्कोले म गुरुङसेनी भन्नुभयो अर्कोले म थापा भन्नुभयो अर्कोले चाहिँ के भन्नुभयो त्यहाँ होइन त्यो सबै थरहरू चाहिँ उहाँहरूको ओरिजिन थरहरू थिएन क्या ती थरहरू होइन किनभने त्यो त क्षेत्रीभित्रको थरहरू थियो होइन गुरुङ अब त्यो उहाँले किन त्यसो भयो भन्दा स्टेटले चाहिँ उहाँले त्यो थर दियो नि त अनि तर त्यही भएर अहिले नै उहाँहरूले चाहिँ त्यो थर त्यसरी हेर्दाखेरि चाहिँ अब त्यो तर अब पछिल्लो कालमा चाहिँ यो अहिले चाहिँ के भयो भन्दा चाहिँ नेपालमा यो अहिलेको यसलाई चाहिँ यो होइन यो चाहिँ पोलिटिक्स भन्नु अथवा डेभलपमेन्ट भन्नु अथवा राज्यको नयाँ संरचना भन्नु अहिले त नेपालमा जाति जनजाति सूचीकरण हुने लहरै चलेको छ नि त त्यसमा चाहिँ अब हिमाली जातिहरूलाई चाहिँ जनजाति भनेर चाहिँ जुन किसिमको अहिले त्यसको कुरा पनि आइरहेको छ होइन भन्दाखेरि चाहिँ अब तपाईँको चाहिँ के अरे कोहीले शेर्पा कोहीले गुरुङ कोहीले यो के अरे माथि ओलाङचुङको वलुङ अनि उता चाहिँ धोल्पो होइन तपाईँको चाहिँ उता चाहिँ लार्के नुप्री केहरू छ तर त्यो सबै उनीहरूको थर जात हुँदैन त्यो त ठाउँको नामबाट राखेको क्या पछि दिएको है स्टेटले राज्यले दिएको होइन अझै एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ 2 वर्ष अगाडि चाहिँ प्रचण्डले चाहिँ आदिवासी जनजातिहरूको एउटा कार्यक्रमको उद्घाटन गर्न चाहिँ
हुम्ला जानुभयो होइन, हुम्लाको सिमीकोट जानु त्यो निकै भाइरल भएको थियो होइन, प्रचण्ड जानुभएको थियो। र जबकि हुम्लाका अहिले पनि हुम्लाका चाहिँ आदिवासी जनजातिमा चाहिँ सूचीकरण छैन है, किनभने तपाईँको हुम्लाहरूलाई चाहिँ तामाङ बनाएका छन्, तामाङ चाहिँ त्यहाँका होइन। जो अहिले लिम्बूको आज धेरै कुरा गऱ्यौँ, जो हामी बहुपति प्रथा गर्थ्यौँ, बहुपति प्रथाको जति लामाहरू उहाँहरू चाहिँ नागरताम चाहिँ उहाँहरूले तामाङ जाति बनाएको छन् होइन, जो हामी अहिले काभ्रे रसुवातिरको कुरा गर्छौँ यहाँ तामाङहरू। अब त्यहाँ चाहिँ अहिले चाहिँ अब पछि अहिले 1 वर्ष के थरी हुन्छ तिनीहरूलाई के होइन, उहाँ त लामा समुदाय हो। शेर्पा भनेको त मार्नुहुन्छ, शेर्पा भनेको चाहिँ पूर्व भनेको अरे, शेर्पा भनेको चाहिँ यस्तो, शेर्पा भनेको त यो सोलुखुम्बु यता छ नि हैन। अब त्यो उहाँहरूले चाहिँ लामा, उहाँहरू चाहिँ तामाङ, नागरताममा तामाङ छ, फेरि लामा भन्ने कि भोटिया भन्ने कि उहाँहरू अहिले पनि पहिचानमा त उहाँहरू आफै पनि कन्फ्युज हुनुहुन्छ होइन। अब त्यसले चाहिँ अब हामी यो पहाड तल्लो भेगमा चाहिँ अब राई भन्ने बित्तिकै यो अलिक अगाडि बनिएर होइन, तपाईँ चाहिँ होइन पोखरेल हुनुभयो, म लिम्बू भएँ, हाम्रो त अब राई लिम्बू भनेपछि अलि अगाडि नै त्यो जातको रूपमा चाहिँ पहिचान बनिसक्यो नि त। तर अब हिमाली समुदायमा चाहिँ अहिले पनि तपाईँको त्यति धेरै यो त्यहाँसम्म पुग्न सकिरहेको छैन नि त। अब त्यहाँसम्म नपुग्दाखेरि उहाँहरू चाहिँ त्यो होइन जाति नभएको पहिचानै यो गैर नेपाली भन्ने भ्रम हो क्या फेरि होइन। तर के छ भन्दा चाहिँ उहाँहरू चाहिँ यस्तो कि होइन पहिला अब यो स्टेट अब हामी त यो पहाडी मुल्कहरू त राज्यसँग नजिक थियो नि त, राज्य अब हामीले यता राज्यसँग नजिक घुम्नु जात त चाहियो नि त होइन। तर उहाँहरू त अब टाढा भएपछि त त्यो लिमीका मान्छेले के यतासँग त्यो मतलबै सम्बन्ध छैन, बरु उहाँहरूले के थर हो होइन, उहाँहरूले चाहिँ त्यो जात के हो, थर के हो होइन, के हो भनेको उहाँहरूले त्यो मतलब पनि रहेन, किनभने त कसरी त्यो बाँच्ने भन्ने कुरा छ। त्यसले चाहिँ हिमालतिर चाहिँ अहिले पनि त्यस्तो के अरे कोहीले गुरुङ बनाएको छ, कोही शेर्पा, कोही के भन्छ, तर अहिले पनि त्यो विषयमा चाहिँ उहाँहरूमा चाहिँ यो एकदम यो बहसको विषय बनाएको छ उहाँहरू होइन। त्यसमा चाहिँ अब चाहिँ बन्ने क्रमहरू निरन्तर छ, तर समस्या कहाँनिर छ भन्दाखेरि चाहिँ उहाँहरू चाहिँ ठाउँको आधारले चिनिने उनीहरूको कल्चर, उनीहरूको संस्कृतिभित्र चाहिँ जातभन्दा पनि ठाउँबाट चिनिने भएकाले गर्दा चाहिँ हामीले त्यो जात उहाँहरूले दिइरहँदाखेरि चाहिँ कहिलेकाहीँ समस्या क्या होइन। अब यो बाजुराकालाई चाहिँ अहिले राज्यले भोटे बनाएको छन्, शङ्कर सौभागलाई कहाँ बाजुराका भोटे, भोटे त हामी भन्छ होइन। हुम्लो भनिदिनु नि, हुम्लो चाहिँ पछिल्लो कालमा अहिले आएको हुम्लो भनेर चाहिँ हुम्लो जाति बनाएको छन् होइन। तर हुम्लोमा पनि सबै खुसी छैन क्या फेरि होइन। त्यसले यो चाहिँ त हो, त्यसले चाहिँ त्यो चाहिँ उहाँहरूमा चाहिँ होइन। अब त्यो चाहिँ यो चाहिँ अब ठुलो समस्या चाहिँ हुम्लामा बस्ने हुम्लीहरू, हुम्लोहरू होइन। हुम्लो अहिले पछिल्लो कालमा राज्यले उसले हुम्लो जाति बनाएको छन् होइन। तर हुम्लोभित्र पनि तपाईँ त्यो हुम्लो सबै मान्ने तयार छैनन् फेरि। ठिक छ, यो राज्यले मिलाउँदै गर्ला, किनभने आफ्ना देशका नागरिक भएपछि त उनीहरूलाई कसरी व्यवस्थापन गर्ने, किनभने यत्रो धेरै जात जाति छ, यत्रो धेरै होइन 124 जात जातिहरू छन्, मिलाउन कठिन होला, सजिलो होला। यो त झन् सुन्दर फुलबारी जस्तो पनि हो, व्यवस्थित गर्दै लगोस्। हजुरहरू जस्तो अब यो समाजशास्त्रीय मानवशास्त्रीय अध्ययनबाट के देख्नुहुन्छ होइन, रिफ्लेक्ट गर्दै जानु होला, किनभने मान्छेलाई सबैलाई थाहा पनि हुँदैन नि त। अब यत्रो जात जाति भइसकेपछि एउटा जातिलाई उचालिदिँदा कत्रो विध्वंस एउटा जाति भन्दा पनि एउटा समुदाय, जुन हामी विभिन्न समुदायहरू बसेका छौँ नि होइन। अब यता चाहिँ जाति, अब उता माथि चाहिँ समुदाय, अब त्यसले जाति भन्दा माथि हिमालमा त जाति भनिरहँदा त्यो समुदाय एक ठाउँ समुदाय एउटा एक किसिमको आफ्नो आफ्नै खालको समुदायहरू होइन। तर अब समुदाय भन्दा के भन्दा चाहिँ अब उहाँहरू समुदाय भइरहँदाखेरि यता राज्यसँग नजिक नहुने भयो क्या फेरि, राज्य चाहिँ जात मागेको नि त होइन। अहिले त्यसले चाहिँ पछिल्लो कालमा चाहिँ यो हुम्लाको यो टासीको अस्ति निकै भाइरल भइरहेको थियो होइन। त्यस्ता कुराहरू चाहिँ हिमालमा चाहिँ त्यस्ता कुराहरू पनि यो एउटा चाहिँ यो अध्ययन नहुनु, विभिन्न कारण एज अ सेपरेसनमा रहनु होइन। अनि चाहिँ अब विभिन्न कारण, त्यसको अरू कारण नै होला, त्यो कारणले गर्दाखेरि चाहिँ कहिलेकहिले उहाँहरू विवादमा चाहिँ आइराख्नु भएको छ होइन। तर यसले चाहिँ मिलाउँदै लाने भन्ने त राज्यको काम हो। तपाईँ हामी जस्तै छ होइन, स्कलर हामी जस्तै एउटा सोसियल सुझाव दिने अनि उनीहरूले बनाउने, त्यही जस्तो लाग्छ मलाई चाहिँ होइन। तर यो अब अघि भनेपछि चाहिँ यो यस्तो क्रमहरू चलिरहन्छ, भइरहन्छ, हुँदै जाओस्, राम्रो बन्दै जाओस् हाम्रो देश होइन। संसारले धेरै जात जाति भएको देशमा अब अमेरिका चाहिँ धेरै देशहरूबाट लिएर गएर धेरै जात जाति भयो, हामी चाहिँ यहीँ भएर हामी धेरै जात जातिका छौँ। यस्तो राम्रो लाग्छ हाम्रो नेपालमा यति धेरै संस्कृतिहरू होइन। एउटा चाहिँ राम्रो पक्ष राई समुदायभित्रमा त तपाईँको 32-वटा भन्दा बढी भाषा छ होइन। त्यो भनेको त हाम्रो राष्ट्रको प्रपर्टीहरू हो नि होइन। अब यहाँ चाहिँ हिमाल पहाड तराई होइन, हिमालमा अर्कै जातका मान्छेहरू, अर्कै समुदाय मान्छेहरू, पहाडमा अलिक फरक, तराईमा अलिक फरक, कति राम्रो छ क्या, कस्तो राम्रो। हाम्रोतिर हामीले चाहिँ यो प्रकृतिले साँच्चै हामीले एउटा वरदान दिएको कि। र कहिलेकाहीँ चाहिँ अब हाम्रो यो यहाँको संरचना चाहिँ अलिकति हामीलाई होइन, अलिकति जति हुनुपर्ने नभएको मात्र हो। नभए तपाईँको चाहिँ
प्रकृति नेपालमा त के दिएको छैन, कति दिएको छ नि, एक सुन्दर खुसी लाग्छ। ठाउँ होइन, यहाँको अवस्थिति, मान्छेहरूको बसोबासो सबै कुराले भेरिफिकेसन के होइन। सुन्दर सुन्दर, कस्तो राम्रो बसाइ भयो। संवादमा जोडिदिनु भयो, एकदमै धेरै आभारी छु। तर हाम्रो यो पहिलो बसाइ हो है, हामी बस्छौँ, हामी 2-4 टपिकमा बस्छौँ। एउटा त हामी तपाईँको पुस्तक आएपछि बस्छौँ होइन, अनि हजुरको मानवशास्त्रीय समाजशास्त्रीय अध्ययनबाट यो यहाँको नेवार बस्ती होइन, लिम्बू र बाहुनहरूको त मिक्स समाज, अब त हुम्ला जुम्लातिरको पनि लगभग मिक्स भइसक्नु भयो होइन। हजुरले बोल्दै यो हामीले आज म त नेपालमा धेरै ठाउँमा घुमेछु नि त होइन, यस्तो संस्कृतिमा अथाह धेरै कुराहरू छन् त। खालि हामी त अहिले त हुम्लाको बहुपति मात्रै होइन, अझै तपाईँको मुगुतिर जानु बाँकी छ होइन। म मुगुको माथिल्लो त्यो मुगु करान त्यसलाई मुरुङ कारमारुङमा बसेको छु मैले 10-12 वर्ष अध्ययन ओलाङचुङलाको त बाँकी नै छ होइन। भने चाहिँ हामीले यस्ता कुराहरू चाहिँ यो जुन आज हाम्रो होइन, तर यति भए पनि जुन हजुरले यहाँसम्म जुन एउटा बहुपति प्रथाभित्र हामी आज रह्यौँ होइन, यति धेरै कुराहरू संवादहरू गरियो होइन, यो पनि मेरो लागि त एकदम के भने यो शब्दै होइन, हाम्रा लागि झन् धेरै भयो हजुरले होइन। मतलब यत्रो अध्ययन गरेर ल्याइदिनु भयो अनि जीवनभर लाएर अध्ययन गर्नुभएको छ, यहाँ आएर बोलिदिनको लागि अझ समय दिनुभएको छ। हामी त धेरै नै आभारी छौँ, थ्याङ्क यू सो मच। यति धेरै मान्छेहरू मतलब जानकार हुनुहुन्छ यो चिजबाट होइन, जो टाढा बस्नुभएको छ, उहाँहरूलाई त सबैलाई त अध्ययन गर्ने समय पनि हुँदैन नि त। थ्याङ्क यू सो मच, एकदमै धेरै आभारी छौँ। धन्यवाद।